कुरा चाहिँ हुन्छ र यो सबैलाई चाहिँ इक्वली एप्लिकेबल हुन्छ चाहिँ एजुकेसन इकोनोमिक डेभलपमेन्ट कल्चर जियोग्राफी लगायतका धेरै कुराहरू चाहिँ ह्युमन राइट अन्तर्गत पर्न सक्छ र अब हामीले के छ त ह्युमन राइट चाहिँ सधैँ पाउने हो कि कुनै कुनै कन्डिसनमा चाहिँ त्यसलाई के सकिन्छ व्यक्तिबाट अलग गाउन पनि सकिन्छ त भन्ने हुँदाखेरि हरेक कन्ट्रीमा के हुन्छ एउटा बेसिक राइटहरू चाहिँ दिने भन्ने हुन्छ जस्तै राइट टु फेयर ट्रायल ड्यू प्रोसेस राइट र कसैले चाहिँ टर्चर नगर्ने राइट इनह्युमेन व्यवहार नगर्ने राइट तिनीहरू के हुन्छन् यो बेसिक हुन्छ तर कहिलेकाहीँ के हुन सक्छ अब सेफ्टी अन्य व्यक्तिको सेफ्टीको लागि सबै व्यक्तिको इन्ट्रेस्टको रेस्पेक्ट गर्नको लागि कुनै पनि कन्ट्रीमा चाहिँ ल र अर्डर मेन्टेन अब तपाईँको के छ फ्रिडम अफ एक्सप्रेसनको कुरा भयो राइट टु मुभमेन्टको कुरा भयो अब तपाईँको त्यो कन्ट्रीमा वार भइरहेछ कर्फ्यू भइरहेछ वा कुनै किसिमले त्यो कन्ट्रीमा थ्रेड छ भने त्यस्तो अवस्थामा होइन मैले त यो फ्रिडम थियो यो ह्युमन राइट छ भनेर त्यस्तो अवस्थामा केही समयको लागि चाहिँ के गर्न सकियो लिमिट गर्न सकियो तर अब बाँच्न पाउने अधिकार भन्ने कुरा त एउटा बेसिक कुरा भयो त्यो कुरालाई चाहिँ फेरि लिमिट गर्न सकिएन र यो जति पनि ह्युमन राइटहरू छन् त्यो ह्युमन राइटमा चाहिँ मेनली भनेको चाहिँ स्टेट नै के हो स्टेटको नै फङ्सन भनेको चाहिँ एउटा प्रोमोट पनि ह्युमन राइट प्रोमोट पनि गर्नुपर्छ प्रोटेक्ट पनि गर्नुपर्छ र ह्युमन राइट चाहिँ कसरी बनाइन्छ त भने अन्तर्राष्ट्रिय लेभलमा चाहिँ विभिन्न ट्रिटीहरू मार्फत वा रिजनल ट्रिटी र इन्टरनेसनल रूपमा चाहिँ जस्तै अब आइसिजेले एडभाइजरी वा कन्टेन्जियस आफ्नो जुडिक्सन गरेर आफ्नो ओपिनियन दिँदा वा डिसाइड गर्दा त्यो केस लबाट डिक्लेरेसनबाट चाहिँ के गर्न सकिन्छ ह्युमन राइटहरू भन्ने हुन्छ र कन्ट्रीमा के हुन्छ दुईटा एउटा कन्स्टिट्युसनमा चाहिँ त्यो र अन्य कानुनमा त्यो कुराहरू लेखिएको हुन्छ र पिआइएल मार्फत पब्लिक इन्ट्रेस्ट लिटिगेसन मार्फत पनि कोर्ट केसेस मार्फत पनि यसले के गर्न सकिन्छ अगाडि बढाउन सक्ने हुन्छ सो इन्टरनेसनल लेभलमा चाहिँ ट्रिटी केस ल डिक्लेरेसनबाट हुने भयो नेसनल लेभलमा संविधानमा विभिन्न कानुनमा कोर्टको केसमा लेखेर यो चाहिँ एक्सप्रेस गर्न सकिन्छ र एउटा चाहिँ मिनिमम गुड लाइफको लागि चाहिँ जति पनि आवश्यक कुराहरू छन् ती चाहिँ ह्युमन राइट अन्तर्गत नै हुन्छन् र ह्युमन राइटको क्यारेक्टरिज कस्तो हुन्छ भन्दाखेरि जो युनिभर्सल हुन्छ सबैले एप्लाई हुन्छ त्यसपछि यो चाहिँ इसेन्सियल नेसेसरी भयो व्यक्ति बाँच्नको लागि पर्पज अफ लाइफ र यो चाहिँ समय अनुसार चाहिँ डाइनामिक पनि हुँदै जान्छ पहिला के हुन्थ्यो इन्टरनेट सम्बन्धी राइट थियो त्यो फन्डामेन्टल राइटको पार्ट नहुन पनि सक्थ्यो तर अहिले के हुने भयो त्यो एउटा फन्डामेन्टल राइटको पार्ट हुने भयो भोलि चेन्ज हुँदै जाँदाखेरि चाहिँ जति पनि कुराहरू छन् ती फन्डामेन्टल राइट ह्युमन राइटको पार्ट चाहिँ बन्दै जाने भयो र अब यसमा चाहिँ फिलोसफिकल एस्पेक्ट अफ ह्युमन राइट के छ त भन्दाखेरि एन्सियन्ट थटमा चाहिँ हाम्रो महाभारत रामायण लगायत विभिन्न स्मृतिहरूमा हरेक व्यक्तिको राइट के हो ड्युटी के हो एउटा चाहिँ मिनिमम स्ट्यान्डर्ड के हो भन्ने कुराहरू त्यसमा पनि मेन्सन भएको थियो ल बुद्धिज्मको फिलोसफीहरूमा पनि पिसको कुरा सामाजिक हार्मनीलाई चाहिँ कायम राख्ने कुरा अन्य व्यक्तिलाई हट नगर्ने कुराहरू पनि त्यसमा राखिएको थियो र त्यस्तै चाहिँ ग्रिक रोमन थिङ्करमा जस्तै सिसेरो सोक्रेट्स हेरोडोटस लगायतका जुरिस्टले पनि के भन्दाखेरि एकअर्कालाई माया गर्नुपर्छ र माया पाउनुपर्छ र व्यक्तिहरू भएर जन्मिसकेपछि एउटा फन्डामेन्टल ल लाइफ हुनको लागि एउटा बेसिक कुराहरू हुनुपर्छ र सबै व्यक्तिहरूको कमन इन्ट्रेस्टको लागि ह्युमन काइन्डको लागि चाहिँ सबै युनाइट हुनुपर्छ भन्ने कुरा चाहिँ उनीहरूले गर्दाखेरि हाम्रो एन्सियन्ट टाइमबाट नै यो विषयहरू आएको थियो र यसमा चाहिँ फिलोसफिकल एनालाइसिस गर्दा दुई किसिमको राइटको चाहिँ मेनली एनालाइसिस गरिन्छ एउटा मोरल राइट र अर्को लिगल राइट अब लिगल राइट भनेको चाहिँ लले नै यो तिमीलाई चाहिँ पाइन्छ भनेर दिएको हुन्छ त्यसलाई चाहिँ के भयो लिगल राइट भयो मोरल राइट भनेको हामीले कानुन र नैतिकता भन्ने विषय अब कति कुराहरू लमा नभए पनि एउटा नैतिकताले गर्ने विषय चाहिँ तिनीहरू चाहिँ मेनली चाहिँ कुनै पनि लमा डिपेन्डेन्ट हुन्न तर यो एउटा इनहेरेन्ट टाइपले आउने राइट चाहिँ मोरल राइट भयो र अर्को चाहिँ क्लेम राइट र लिबर्टी राइट भन्ने हुन्छ
अब क्लेम राइट भनेको चाहिँ एउटाले क्लेम गर्छ अर्कोमा डिपेन्डेन्ट हुन्छ। जस्तै अब कोही व्यक्तिले चाहिँ मलाई चाहिँ एडिक्वेट एजुकेसन चाहियो, मलाई प्रोपर एजुकेसन चाहियो भनेर क्लेम गर्यो भने चाहिँ अब जब विरुद्ध क्लेम गर्यो त्यसको फन्डामेन्टल राइटमा पनि रहेको थियो भने कन्सर्न अथोरिटीले चाहिँ उनीहरूलाई प्रोभाइड गर्नलाई ड्युटी रहने भयो। क्लेम राइटमा कसैले राइट गर्ने राइट क्लेम गर्यो भने अर्को पार्टीले त्यो ड्युटी चाहिँ फुलफिल गर्नुपर्ने हुन्छ। लिबर्टी राइटमा चाहिँ के हुन्छ, कसैले क्लेम गर्छ तर त्यसमा चाहिँ त्यो अटोमेटिकली फुलफिल हुन्छ। कोही व्यक्ति गएर चाहिँ कुनै ठाउँमा बसेर म भ्याकेसन मनाउँछु भनिसकेपछि ऊ गयो, आफूले खर्च गर्यो, त्यहाँ गएर बस्यो भने चाहिँ उसको के हुने भयो, त्यो लिबर्टी राइट अन्तर्गत हुने भयो। त्यसलाई चाहिँ अरू कसैले फुलफिल गराउनु पर्ने त्यसको ड्युटी चाहिँ रहँदैन। अर्को चाहिँ सब्सटेन्टिभ क्याटेगोरिज अफ ह्युमन राइटमा चाहिँ थ्री जेनेरेसन अफ ह्युमन राइट पनि भनिन्छ। एउटा चाहिँ फर्स्ट जेनेरेसन भनेको नेगेटिभ राइट भयो, जुन चाहिँ हाम्रो जुन फन्डामेन्टल हिसाबले चाहिँ हामीले फन्डामेन्टल राइट पनि भन्न सकिन्छ। त्यो चाहिँ स्टेटले के गर्न सक्छ, कम्पलसरी रूपमा त्यसलाई पुर्याउनु नै पर्ने हुन्छ। सेकेन्ड जेनेरेसन भनेको चाहिँ पोजिटिभ राइट, हामीले जस्तै राज्यका निर्देशक सिद्धान्त भनेर चाहिँ भन्ने गर्छौँ, जुन चाहिँ फन्डामेन्टल राइट भएका छन् तिनीहरू चाहिँ यो पोजिटिभ राइट। जस्तै नेगेटिभ राइटले चाहिँ मान्छे भएर जन्मिसकेपछि उसलाई चाहिँ बेसिक रूपमा चाहिने राइटहरू त्योमा परे। सेकेन्ड जेनेरेसन राइटले चाहिँ पोजिटिभ राइट हुन्छ, उसको प्रमोसनको लागि चाहिँ के राइटहरू चाहिँ आवश्यक हुन्छ भन्ने कुरा सेकेन्ड जेनेरेसन राइटमा पर्यो। थर्ड जेनेरेसन राइटमा कलेक्टिभ राइट भनेको चाहिँ कमन रूपमा डेभलप हुनको लागि जति पनि राइटहरू आवश्यक पर्छ ती राइटहरू चाहिँ थर्ड जेनेरेसन राइटमा पर्ने हुन्छ। सो अब इभोल्युसन अफ ह्युमन राइटमा ह्युमन राइट चाहिँ कसरी इभोल्युट भयो त भन्दा यो बेबिलियन ल जुन ईसापूर्व 1757 भन्दा पहिला चाहिँ एन्सियन्ट मेसोपोटामियामा चाहिँ के भएको थियो भन्दाखेरि त्योमा चाहिँ एउटा सेट अफ डिक्लेयर राइट भएको थियो। त्यो जति पनि इम्पायर थियो त्यसलाई चाहिँ सिटी स्टेटलाई चाहिँ बेटर बनाउनको लागि चाहिँ त्यो बेला के गरेको थियो, एउटा सेट अफ ल जसलाई चाहिँ कोड अफ हामुराबी पनि भनिन्छ, त्यसमा चाहिँ 282वटा ल स्ट्याच्यु बनाएको थियो, जो चाहिँ 2.25 मिटर लामो स्टोनमा चाहिँ त्यसमा लेखेर चाहिँ के गरिएको थियो भन्दाखेरि त्यसलाई कोडिफाई गरेको थियो। यसलाई चाहिँ सुरुको चाहिँ ह्युमन राइटमा चाहिँ एउटा बेसिक चाहिँ कुराहरू के हुनुपर्छ भन्ने कुराहरूमा चाहिँ त्यहाँबाट चाहिँ सुरु गरे। अब त्यसमा चाहिँ विभिन्न कुराहरूमा चाहिँ हार्स पनिसमेन्ट दिनेदेखि लिएर सबै कुरा लेखे पनि तर यसले के गरेको भन्दाखेरि व्यक्ति चाहिँ प्रमाणित नभएसम्म चाहिँ पर्सन बिङ कन्सिडर इनोसेन्स अन्टिल प्रुभन गिल्टी भन्ने कुरा पनि यहीँबाट कन्सेप्ट आएको मान्न सकिन्छ। र अर्को छ म्याग्ना कार्टा 1215। यो चाहिँ 1215मा चाहिँ किङ जोनले चाहिँ यसलाई चाहिँ के गरेको थियो भन्दाखेरि चाहिँ यसलाई डिक्लेयर इस्यु गरेका थिए। यसमा के भएको थियो भन्दाखेरि no free man shall be seized, imprisoned, disposed, outlawed, exiled, or ruined in any way, nor in any way proceed against, except by the law, judgment of his peers and law of the land भनेर चाहिँ क्लज 39 मा कुनै पनि व्यक्तिलाई यत्तिकै चाहिँ उसको सम्पत्ति जफत गर्ने, उसलाई जेलमा राख्ने, उसलाई चाहिँ आउटल अब त्यो जुन लको टेरिटोरी गभर्नेन्स भन्दा बाहिर पठाउने यी कामहरू चाहिँ गर्नु हुँदैन। यो चाहिँ मेनली के थियो भन्दाखेरि म्याग्ना कार्टाले चाहिँ इङ्ल्यान्डको जो किङ थियो उसको चाहिँ हरेकको किङ भनेको त एकदम एब्सोल्युट सोभरेन, उसको लिमिटेसन नै हुन्न भन्ने थियो। तर हरेक कुरा चाहिँ एउटा रेगुलाइज गरेर गर्नुपर्छ, व्यक्तिको पनि एउटा ह्युमन राइट हुन्छ भनेर चाहिँ त्यसलाई लिमिटेसन गर्ने काम पनि यहीँबाट भएको थियो। यो चाहिँ इङ्ल्यान्डको जो राजा थिए उसको चाहिँ पावरलाई चाहिँ लिमिट गर्ने चाहिँ किन भन्दाखेरि चाहिँ कमन बेनिफिटको लागि चाहिँ यो म्याग्ना कार्टा 2015 चाहिँ इस्युड भएको थियो। र अर्को क्लज 40 मा टु नो वान विल वी सेल, टु नो वान विल डिनाई अर डिले राइट अर जस्टिस भनेर पनि त्यसमा डिक्लेयर गरेर चाहिँ हामीले चाहिँ
आफ्नो अधिकार र न्यायलाई चाहिँ डिनाइ पनि गर्दैनौँ, बेच्न नि बेच्दैनौँ, ढिला पनि गर्दैनौँ भन्ने कुरा पनि त्यहाँबाट जसरी जस्टिस डिले इज जस्टिस डिनाइड भन्ने कन्सेप्ट पनि अब त्यो बेला नै म्याग्ना कार्टामा नै यसरी चाहिँ क्लज 40 मा पनि लेखेको बुझ्न सकिन्छ। र अर्को छ ग्लोरियस रिभोल्युसन 1688 एन्ड बिल्स अफ राइट 1689। अब त्यो बेला के भएको थियो भन्दाखेरि पार्लियामेन्टमा राजा र पार्लियामेन्टको बीच, क्याथोलिक र प्रोटेस्टेन्टको बीच चाहिँ के भएको थियो भने एकदम हाई टेन्सन भएको थियो। त्यो भइसकेपछि त्यो बेला के भयो, ह्युमन राइट डकुमेन्ट चाहिँ जुन बिल अफ राइट्स 1689 छ त्यो आइसकेपछि त्यसले के गर्यो, त्यो जति पनि डिस्प्युट थियो को ठुलो त, राजा ठुलो कि पार्लियामेन्ट ठुलो, क्याथोलिक र प्रोटेस्टेन्टको विवाद के हो यी भन्ने कुरामा चाहिँ त्यो बेला चाहिँ डिक्लेयर भएर ग्लोरियस रिभोल्युसन भयो 1688 मा र बिल्स अफ राइट 1689 मा आइसकेपछि पार्लियामेन्ट नै के हो भन्दाखेरि सुप्रिमेसी हो भन्ने कुरा चाहिँ त्यो बेला डिक्लेयर भयो। र मोनार्कीको पनि के हुन्छ, पावर चाहिँ लिमिट हुन्छ, यसलाई चाहिँ डिभाइन पावर हो, तर मुख्य पावर चाहिँ कहाँ रहन्छ, सुप्रिमेसी अफ पार्लियामेन्टमै रहन्छ र फेयर ट्रायल हुनुपर्छ, टर्चर गर्नु हुँदैन भन्ने लगायतका कुराहरू चाहिँ यो बिल अफ राइट्सबाट इस्टाब्लिस भएको थियो। र अर्को चाहिँ अमेरिकन डिक्लेरेसन अफ इन्डिपेन्डेन्स 1776 एन्ड युएस बिल अफ राइट्सले चाहिँ जब युएसमा 1775 देखि 83 सम्म के अरे रिभोल्युसनरी वार भयो, त्यो बेला चाहिँ ब्रिटेनको त्यहाँ कोलोनी थियो र नर्थ अमेरिकामा रहेका 31वटा राज्यले चाहिँ हामी इन्डिपेन्डेन्स हुन्छौँ भनेर चाहिँ त्यहाँनिर इन्डिपेन्डेन्स भए। त्यो इन्डिपेन्डेन्ट भइसकेपछि उनीहरूले कन्स्टिट्युसन नि बनाएर त्यसले चाहिँ सुप्रिमेसी अफ कन्स्टिट्युसनको लागि पनि दियो र अनि पावर सेपरेसन अफ पावर हुनुपर्छ, चेक एन्ड ब्यालेन्स हुनुपर्छ भन्ने कुरा पनि यहीँबाट चाहिँ इस्टाब्लिस भएको मान्न सकिन्छ। र यसले चाहिँ हरेक व्यक्ति चाहिँ के हुन् भन्दाखेरि इक्वल हुन्, उनीहरूको लाइफ लिबर्टी खुसी भन्ने कुरा चाहिँ उत्तिकै इम्पोर्टेन्ट हुन्छ, सबैलाई इक्वल हुन्छ भन्ने कुरा पनि यसैबाट इस्टाब्लिस भएको मान्न सकिन्छ कोडिफाई रूपमा। र फ्रिडम अफ एक्सप्रेसन, ड्यू प्रोसेस, फेयर ट्रायलको कुरा, क्रिमिनल जस्टिस सिस्टमका यी लगायतका कुराहरू चाहिँ केसबाट आयो, अमेरिकन डिक्लेरेसन अफ इन्डिपेन्डेन्स र युएस बिल अफ राइट्स बाट चाहिँ यो कुराहरू डेभलप भएको मान्न सकिन्छ। र अर्को चाहिँ फ्रेन्च रिभोल्युसन अफ 1789। अब यसले पनि के भन्दाखेरि कुनै पनि यो फ्रेन्च रिभोल्युसनले चाहिँ किङ्सको पावर चाहिँ एब्सोल्युट हुँदैन, त्यसको पनि के हुन्छ एउटा लिमिटेसन हुन्छ भन्ने कुरालाई चाहिँ यसले पनि 1789 मा चाहिँ डिक्लेयर गर्यो। र अर्को चाहिँ थ्योरी अफ सेपरेसन अफ पावर पनि यसैबाट चाहिँ के अरे इस्टाब्लिस भएको मान्न सकिन्छ, प्रमोट भएको मान्न सकिन्छ। र गभर्मेन्ट भनेको चाहिँ लिमिटेड गभर्मेन्ट हुनुपर्छ, हरेक राज्यका निकायहरूको चाहिँ सेपरेसन अफ पावर हुनुपर्छ र कन्स्टिट्युसनल सुप्रिमेसी जुन एउटा कानुन बनायो, संविधान बनायो, त्यो संविधान नै सबैभन्दा ठुलो सुप्रिमेट हो र त्यही अन्तर्गत नै चल्नुपर्छ भन्ने कुरा। र लिबर्टी चाहिँ एउटा राइटको कुरा हो र पोलिटिकल फ्रिडम पनि राइटको कुरा हो भन्ने कुरा पनि यसलाई चाहिँ यो फ्रेन्च रिभोल्युसन मार्फत चाहिँ के गर्नुहुन्छ, बिल अफ राइट्स 1789 बाट यो प्रमोट भएको मान्न सकिन्छ। र अब किन चाहिँ फ्रेन्च रिभोल्युसनको यो बिल अफ राइट्स 1789 र युएस बिल अफ राइट्स इम्पोर्टेन्ट छ त भन्दाखेरि ह्युमन राइटको सेक्टरमा चाहिँ यिनीहरू दुईटा कन्ट्रीले चाहिँ एउटा सेपरेसन पावर, लिमिटेड गभर्मेन्ट र त्यसपछि लगायतका कुरा अनि इन्डिभिजुअल फ्रिडमको कुरा, पोलिटिकल फ्रिडमका कुराहरू चाहिँ इस्टाब्लिस भएको हुँदाखेरि चाहिँ यसलाई इम्पोर्टेन्ट मान्न सकिन्छ। यसले व्यक्तिगत लिबर्टी र इक्वालिटीलाई प्रमोट गरेको छ। र त्यसपछि अब इन्डिभिजुअल लिबर्टी, इन्डिभिजुअल इक्वालिटीको विषयमा यसले बढी फोकस गरेको छ, त्यो कारणले गर्दा पनि यसलाई इम्पोर्टेन्ट मान्न सकिन्छ। र यसमा चाहिँ अब दुईटा विषय, नेसनल सभरेन्टी एन्ड इन्टरनेसनल ह्युमन राइटमा
अब इन्टरनेसनल ह्युमन राइटले के भन्छ, हरेक संसारका जो पनि व्यक्ति हुनुहुन्छ उहाँहरू जन्मिसकेपछि, जन्मेर धरतीमा आइसकेपछि एउटा लिमिटेड बेसिक राइट चाहिँ हुनुपर्छ भन्ने कुरा गर्छ। अब नेसनल सोभरेन्टीले चाहिँ कुनै पनि सोभरेन कन्ट्री छ भने त्यो सोभरेन कन्ट्रीभित्र उसका जति पनि कुराहरू छन् उसले त्योमा रुल गर्न पाउने, आफूले चाहिँ एउटा ल बनाएर त्यसलाई इन्फोर्स गर्न पाउने कुराहरू पनि के कसको रहन्छ, एउटा सोभरेन कन्ट्री भइसकेपछि उसको रहन्छ भनेर चाहिँ इन्टरनेसनल ह्युमन राइटले चाहिँ त्यसलाई लिमिट गर्न मिल्दैन भनेर चाहिँ एउटा सोभरेन्टीको आफ्नै कन्ट्रीले चाहिँ आफ्नो रुल बनाएर गभर्न गर्न पाउने कि नपाउने र इन्टरनेसनल ह्युमन राइटका बेसिक कुराहरू चाहिँ त्यसमा फेरि हुनुपर्ने हो कि नै भनेर चाहिँ अलिकति सुरुमा चाहिँ यो कन्ट्रास्टिङ हो कि भन्ने तरिकाले चाहिँ लिएको थियो। अब स्टेट सोभरेन्टीलाई चाहिँ अब दुईटा डाइमेन्सनमा हेर्दाखेरि कुनै पनि कन्ट्री भइसकेपछि उसले आफूले रुल गर्न पाउने, आफ्नो टेरिटोरीभित्र भयो र त्यसपछि जति पनि व्यक्तिहरू छन् आफ्नो नियम बमोजिम चाहिँ ट्रिट गर्न पाउने भन्ने चाहिँ यसको स्टेट सोभरेन्टीको कुरा आयो। र बिस्तारै चाहिँ के भन्दाखेरि सोभरेन्टी, नेसनल सोभरेन्टी र इन्टरनेसनल ह्युमन राइट भनेको एकअर्कामा कन्ट्रास्टिङ, एकअर्कामा कन्फ्लिक्ट होइन कि एकअर्कामा चाहिँ करस्पोन्डिङ रूपमा एकअर्कालाई चाहिँ नै सहयोग नै गर्ने खालको हो भन्ने कुरा चाहिँ बिस्तारै इस्टाब्लिस हुन गएर यी दुईटा चाहिँ सँगै भएर सँगसँगै जान सकिन्छ। स्टेटले आफ्नो कन्ट्रीमा सोभरेन तरिकाले काम गर्न पनि सक्यो, तर बेसिक ह्युमन राइट एज अ मान्छे भएर जन्मिसकेपछि हुनुपर्ने जति पनि राइटहरू छन् ती राइटहरू पनि गभर्न गर्नुपर्छ भन्ने कुरा चाहिँ यसबाट आयो र यी कुरा चाहिँ एकअर्कामा कन्ट्रास्टिङ होइन, कन्फ्लिक्टिङ होइन, एकअर्कामा कम्प्लिमेन्टरी नै हो भन्ने कुरा चाहिँ बिस्तारै डेभलप हुँदै आएको अवस्था छ। र स्टेट नै हो अब कुनै पनि कन्ट्री के छ, इन्टरनेसनल ल भनेको त अब विक ल पनि मानिन्छ, किन भन्दाखेरि यसको इन्फोर्समेन्ट मेकानिजम ट्याक्क त्यति धेरै स्ट्रङ नभएको कारणले गर्दा जति पनि इन्टरनेसनल ट्रिटीहरू छन्, जति पनि इन्टरनेसनल ह्युमन राइट्सका कुराहरू छन् त्यसलाई गभर्न गर्ने कसले हो, स्टेटलाई नै हो। त्यही भएर चाहिँ ह्युमन राइटलाई चाहिँ इन्फोर्स गर्ने, प्रोटेक्ट गर्ने, त्यो कन्ट्रीको सिटिजनलाई चाहिँ एउटा बेसिक ह्युमन राइट्सहरू दिने, इन्फोर्स गर्ने, त्यो भएको छ कि छैन चेक एन्ड ब्यालेन्स गर्ने, यी लगायतका सबै कुराहरू चाहिँ कसको ड्युटीको रूपमा चाहिँ कन्ट्रीको नै रेस्पोन्सिबिलिटी हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ अब मान्ने भएर त्यो अनुसार हुँदै आएको छ। सो अब अर्कोमा चाहिँ हामीले क्लासिफिकेसन एन्ड जेनेरेसन अफ ह्युमन राइटमा चाहिँ अब हामीले चाहिँ तीनटा मेनली चाहिँ थ्री जेनेरेसन भनेर जुन अघि हामीले थोरै छलफल गरेको थियौँ त्यसले चाहिँ मेनली तीनवटा जुन युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट छ यसमा फर्स्ट जेनेरेसन राइटहरू भनेर 2 देखि 21 सम्म, सेकेन्ड जेनेरेसन राइटहरू चाहिँ 22 देखि 28 सम्म र आर्टिकल 29 मा चाहिँ थर्ड जेनेरेसन जुन हामीले सुरुको भन्यौँ नेगेटिभ राइट भन्यौँ जुन बेसिक गर्नै पर्छ भन्ने कुरा, सेकेन्ड जेनेरेसन हामीले पोजिटिभ राइट भन्यौँ जुन चाहिँ व्यक्तिको गुडविल वेलफेयरको लागि आवश्यक छ भन्ने कुरा, र थर्ड जेनेरेसन राइट चाहिँ कमन वेलफेयरको लागि आवश्यक छ भन्ने कुराहरू छ र यसलाई चाहिँ 3 क्याटेगोरीमा चाहिँ आफै नगरे पनि त्यसको रूपमा चाहिँ लिन सकिन्छ भन्ने छ। सो अब फर्स्ट जेनेरेसन राइटमा सिभिल र पोलिटिकल राइट भयो, सेकेन्डमा इकोनोमिक, सोसियल एन्ड कल्चरल राइट भयो, थर्ड जेनेरेसनमा राइट कलेक्टिभ राइट कम्युनिटीको, पपुलेसनको, सोसाइटीको बढाउनलाई। अब फर्स्ट जेनेरेसनमा राइट टु भोट, राइट टु स्पिच, राइट टु फ्रिडम अफ रिलिजियन लगायतका पर्ने भयो। सेकेन्ड जेनेरेसनमा जुन चाहिँ व्यक्तिको चाहिँ प्रमोसनको लागि, इकोनोमिक प्रोस्पेरिटीको लागि आवश्यक हुन्, राइट टु इम्प्लोइमेन्ट, राइट टु हाउसिङ, एडुकेट, फुड लगायतका हुने भयो। र त्यस्तै चाहिँ थर्ड राइटमा चाहिँ कलेक्टिभ जुन डेभलपमेन्ट छ त्यसको लागि चाहिँ के हुने भयो, राइट टु इकोनोमिक डेभलपमेन्ट, राइट टु बेनिफिट फ्रम ओल्ड ट्रेड। अब हाम्रो के कार्बन ट्रेडिङ छ, अब हामीहरूले अरू देशले चाहिँ कार्बन उत्सर्जन बढी गर्यो, अब जसले चाहिँ कम गर्छ र कार्बन उत्सर्जनलाई चाहिँ कम गर्न भूमिका खेल्छ त्यसमा के हुने भयो, उनीहरूले पनि त्यसमा बेनिफिट पाउनुपर्छ भन्ने भयो। यसलाई के अन्तर्गत राख्न सकियो, थर्ड जेनेरेसन राइट अन्तर्गत राख्न सक्ने भयो। र फर्स्ट जेनेरेसन राइटलाई राइट टु लाइफ, इक्वालिटी, फ्रिडम अफ स्पिच लगायतका पर्ने भए जुन अघि हामीले पनि छलफल गऱ्यौँ। र सेकेन्डमा इकोनोमिक, सोसियल, कल्चरल राइट अन्तर्गत पर्ने भए, थर्ड जेनेरेसनमा
कमन बेनिफिटका, कम्युनिटी बेनिफिटका कुराहरू चाहिँ रहने भएन। र अर्को हाम्रो त्योमा चाहिँ पहिलो सिभिल एन्ड पोलिटिकल राइट। अब सिभिल एन्ड पोलिटिकल राइट सम्बन्धी चाहिँ हाम्रो इन्टरनेसनल कोभिनेन्ट अफ सिभिल एन्ड पोलिटिकल राइट ICCPR भनेर 1966 आएको छ। यस्तो चाहिँ कोर इन्स्ट्रुमेन्ट, इन्टरनेसनल इन्स्ट्रुमेन्ट मान्न सकिन्छ र यसले चाहिँ कुनै पनि व्यक्तिको सिभिल र पोलिटिकल राइट के रहनेछ त भन्ने चाहिँ एउटा युनिभर्सल डिक्लेरेसन ह्युमन राइटमा पनि भएको व्यवस्था भयो र त्यसपछि चाहिँ स्पेसिफिक रूपमा सिभिल र पोलिटिकल राइटको लागि नै इन्टरनेसनल कोभिनेन्ट अफ सिभिल एन्ड पोलिटिकल राइट भनेर छ। यसले चाहिँ यो सम्बन्धी सिभिल र पोलिटिकल राइट सम्बन्धी चाहिँ व्यवस्था गरेको छ र कुनै पनि व्यक्तिले चाहिँ फ्रीली तिनीहरूको पोलिटिकल स्ट्याच्यु, सेल्फ डिटर्मिनेसनका कुराहरू चाहिँ फ्रीली चाहिँ उसको हुनुपर्छ भन्ने कुरा गरेको छ। र यदि चाहिँ पार्ट 2 ले चाहिँ यदि यी राइटहरू चाहिँ यदि भाइलेट भयो भने त्यस्तो अवस्थामा के हुनुपर्छ, इफेक्टिभ लिगल रिमेडी हुनुपर्छ। यसको चाहिँ कुनै पनि डिस्क्रिमिनेसन, सेक्स, रेस, सेक्सुअल ओरिएन्टेसन, नेसनल ओरिजिन, कुनै पनि व्यक्तिको रङ, रूप, रङ्ग, उसको जेन्डर, उमेर, कुनै पनि पोलिटिकल एफिलिएसन, जात जाति लगायतका विभिन्न क्याटेगोरीको आधारमा चाहिँ कसैलाई डिस्क्रिमिनेसन हुनु हुँदैन। सबै किसिमको टर्चर र स्लेभरीबाट फ्री हुनुपर्छ। व्यक्तिको चाहिँ राइट टु लाइफ, फ्रिडम फ्रम टर्चर, स्लेभरी यिनीहरू चाहिँ हुनुपर्छ भन्ने कुराहरू चाहिँ यसले गरेको छ। र यसलाई गर्नको लागि चाहिँ ह्युमन राइट कमिटी भनेर चाहिँ पनि इस्टाब्लिस भएको छ। त्यसले चाहिँ मोनिटर यो चाहिँ भएको छ कि छैन, डिस्क्रिमिनेसन भएको छ कि छैन, माइनोरिटीको राइट र इक्वालिटी मेन्टेन भएको कि छैन भनेर चाहिँ ती सबै कुराहरू मोनिटर गर्नको लागि चाहिँ रिपोर्ट गर्न र मोनिटर गर्नलाई यसले ह्युमन राइट कमिटी भनेर पनि इस्टाब्लिस गरेको छ। र यी सबैको समरी गर्दाखेरि हरेक गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि कुनै पनि व्यक्तिको जति पनि राइटहरू छन् कानुनले दिएको त्यसलाई इन्जोयमेन्ट गर्नुबाटलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ। अरूले कसैले चाहिँ इन्टरफेयर गरेको छ भने त्यसलाई प्रोटेक्सन दिनुपर्छ र राज्यले चाहिँ एप्रोप्रिएट मेजर लिनु पर्यो ती कुराहरूलाई चाहिँ रियलाइजेसन गर्न, प्रोमोट गर्नको लागि भन्ने कुरा चाहिँ यसमा रहेको छ। र अब सिभिल र पोलिटिकल राइटमा के पर्छ त भन्दा डिस्क्रिमिनेसनबाट फ्रीडम फ्रम डिस्क्रिमिनेसन, राइट टु लाइफ, फ्रीडम अफ मुभमेन्ट, राइट टु फेयर ट्रायल, राइट टु प्राइभेसी लगायतका माइनोरिटी राइट, राइट टु इक्वालिटी बिफोर ल, यी सबैहरू राइटहरू पर्ने हुन्छ। अर्को सेकेन्ड भनेको इकोनोमिक, सोसियल एन्ड कल्चरल राइट। अब यो अन्तर्गतले चाहिँ इकोनोमिक, सोसियल एन्ड कल्चरल राइट अन्तर्गत चाहिँ राइट टु हेल्थ, राइट टु फुड, एजुकेसन, सोसियल सेक्युरिटी, वाटर एन्ड सेनिटेसन, इकोनोमिक, सोसियल र कल्चरल राइटलाई चाहिँ प्रमोट गर्न जति पनि आवश्यक छन् ती कुरा, राइट टु फ्यामिली लाइफ पर्छ। अब यो सम्बन्धी चाहिँ इन्टरनेसनल कोभिनेन्ट अफ इकोनोमिक, सोसियल एन्ड कल्चरल राइट भनेर ICCPR 1966 आएको छ। यसले चाहिँ मेनली चाहिँ इकोनोमिक, सोसियल एन्ड कल्चरल राइटको विषयमा चाहिँ व्यवस्था गरेको छ। अब ती राइटहरू के हुनु पर्यो, इजी अभाइलेबल हुनु पर्यो, तिनीहरू चाहिँ एडुकेट हुनु पर्यो, सबैले स्वीकार्य हुनु पर्यो, सबैलाई अफोर्डेबल हुनु पर्यो र सबैको पहुँचमा हुनुपर्छ भन्ने चाहिँ यसको चाहिँ रहेको छ। अब फ्रिडम र त्यसपछि यसमा चाहिँ एउटा चाहिँ स्टेट भन्दाबाट पनि फ्रिडम हुनु पर्यो र त्यो फ्रिडम चाहिँ कसले दिनु पर्यो, सबै राइटहरू इन्जोय गर्नको लाग्दाखेरि स्टेट मार्फत नै हुनुपर्छ भन्ने कुरा पनि यसको रहेको छ। अब यसमा राइट टु हेल्थ पर्ने भयो र त्यसपछि यसले मिनिमम चाहिँ राइट टु एक्सेस टु इम्प्लोइमेन्ट, डिसएडभान्टेज र मार्जिनाइज इन्डिभिजुअल ग्रुप र उनीहरूको चाहिँ बाँच्नको लागि उनीहरूको चाहिँ एउटा डिग्निटीको हिसाबले अगाडि बढ्नको लागि चाहिँ ती कुराहरू आवश्यक छ। मिनिमम इसेन्सियल फुडको कुरा, बेसिक सेल्टर, हाउसिङ, स्यानिटेसन, त्यसपछि प्राइमेरी एजुकेसनका कुराहरू, यीहरू सबै के अन्तर्गत आउने भए, हाम्रो इकोनोमिक, सोसियल एन्ड कल्चरल राइट अन्तर्गत आउने भए। र यो विषयमा अप्सनल प्रोटोकल टु द इन्टरनेसनल कोभिनेन्ट अन इकोनोमिक, सोसियल एन्ड कल्चरल राइटले चाहिँ यो साइड कोभिनेन्ट हो जसले यिनै इकोनोमिक, सोसियल र कल्चरल राइटलाई चाहिँ
प्रमोट गर्नको लागि रिकगनाइज गर्नको लागि यो अप्सनल प्रोटोकल पनि यसमा गरिएको थियो। र हाम्रो चाहिँ इकोनोमिक सोसियल र कल्चरल राइटहरू चाहिँ के अन्तर्गत चाहिँ के अन्तर्गत गाइड छ त भन्दाखेरि युएनएचसिआर युनिभर्सल डिक्लेरेसन ह्युमन राइट, युनाइटेड नेसन ह्युमन राइट ट्रिटी र विभिन्न यी हामीले अघि छलफल गरेका चाहिँ जति पनि कोभेनेन्ट छन् तिनीहरू मार्फत कन्भेन्सन अफ द राइट अफ द चाइल्ड, इलिमिनेसन अफ डिस्क्रिमिनेसन, यी लगायत कुराहरू सबै चाहिँ यसले के गर्छ यी यसमा पनि चाहिँ यो इकोनोमिक सोसियल र कल्चरल राइटहरू पर्ने गर्छ। अर्को छ कलेक्टिभ राइट। कलेक्टिभ राइट भनेको चाहिँ कुनै व्यक्तिको भन्दा पनि ओभरअल कलेक्टिभ रूपमा चाहिँ ग्रुपलाई ह्युमन राइटको सोलिडारिटीलाई अगाडि बढाउनको लागि जति पनि राइटहरू छन् आवश्यक छन् ती कुराहरू चाहिँ कलेक्टिभ राइट अन्तर्गत पर्ने गर्छ। यसले चाहिँ नट ओन्ली त व्यक्तिको चाहिँ ह्युमन राइट लाइफ इन ओभरअल को रूपमा नै जोगाउनु पर्छ, तर अब यहाँ चाहिँ एउटा कलेक्टिभ राइट गर्दाखेरि व्यक्तिको राइट चाहिँ बढी इम्पोर्टेन्ट कि कलेक्टिभ राइट भन्ने इम्पोर्टेन्ट भन्ने कुरामा चाहिँ यसले चाहिँ कलेक्टिभ राइटले चाहिँ बढी चाहिँ व्यक्तिको भन्दा पनि अझ ग्रुपको चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बढी एडभोकेट गर्दाखेरि होइन, यसले गर्दाखेरि फेरि व्यक्तिको चाहिँ ह्युमन राइटलाई चाहिँ अलिकति चाहिँ छायामा पारेको हुन्छ कि भन्ने कुरा चाहिँ यो कलेक्टिभ राइट अन्तर्गत छलफल हुँदा त्यो विषयमा डिबेट पनि भइरहेको हुन्छ। अब एउटा चाहिँ राइट टु डेभलपमेन्ट भन्ने कुरा पनि यो कलेक्टिभ राइट अन्तर्गत हुन्छ र यसले चाहिँ हरेक व्यक्तिको चाहिँ एउटा समय अनुसार चाहिँ डेभलपमेन्ट हुनुपर्छ। त्यसलाई के हुनुहुन्छ राइट टु डेभलपमेन्ट भयो भने त एउटा इन्डिभिजुअल व्यक्तिलाई होइन सबैलाई चाहिँ हुन्छ भन्ने कुरामा राइट टु डेभलपमेन्ट छ। यसलाई चाहिँ अफ्रिकन चार्टर अन ह्युमन राइटले चाहिँ 1981मा आर्टिकल 22मा पहिलोचोटि चाहिँ के गरेको थियो, त्यसलाई चाहिँ इन्कर्पोरेट गरेर रिकगनाइज गरेको थियो। र डिक्लेरेसन अन द राइट टु डेभलपमेन्ट जुन 1986मा युएनले चाहिँ डिक्लेयर गर्यो त्यसमा पनि यो विषयमा चाहिँ इकोनोमिक सोसियल कल्चरल र पोलिटिकल डेभलपमेन्ट चाहिँ ओभरअल ह्युमन राइट र फन्डामेन्टल राइटलाई चाहिँ प्रमोट गर्ने तरिकाले चाहिँ ओभरअल डेभलपमेन्ट के कसरी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ राखेको थियो। अब यसले के भन्छ राइट टु डेभलपमेन्टले चाहिँ पिपुल सेन्ट्रल डेभलपमेन्ट हुनुपर्छ, सबैको पार्टिसिपेसन हुनुपर्छ, कोही पनि चाहिँ डिस्क्रिमिनेसन हुनु हुँदैन, जति पनि डेभलपमेन्ट फेयर जति पनि के छ डेभलपमेन्टको कुराहरू छन्, जति पनि बेनिफिटका कुरा छन् त्यसलाई चाहिँ फेयर डिस्ट्रिब्युसन हुनुपर्छ भन्ने कुरा चाहिँ राइट टु डेभलपमेन्टले राख्छ। र यही अन्तर्गत चाहिँ राइट टु इन्भाइरोमेन्ट, अब हामी स्वच्छ वातावरण बाँच्न पाउने त्यही अनुसारले आफ्नो जीवन अगाडि बढाउन पाउने जति पनि यो राइट टु इन्भाइरोमेन्टका कुराहरू छन् यो पनि यही अन्तर्गत पर्ने सकिन्छ। यो सम्बन्धी चाहिँ 1992मा कन्फरेन्स अन इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्ट रियो द जेनेरियो ब्राजिलमा भएको थियो। यसले पनि यो इन्भाइरोमेन्ट सम्बन्धी राइटलाई चाहिँ भनेको थियो र यसले चाहिँ मेनली भनेको चाहिँ सस्टेनेबल दिगो विकास हुनुपर्छ र डेभलपमेन्ट र इन्भाइरोमेन्ट निडलाई चाहिँ सँगसँगै लैजानुपर्छ भन्ने कुरा चाहिँ यो रियो द जेनेरियो कन्फरेन्स अन इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्टले गरेको थियो। र सबै नेसनले चाहिँ जति पनि गरिबी छ पोभर्टी छ त्यसलाई चाहिँ गर्नको लागि चाहिँ सस्टेनेबल डेभलपमेन्टको हिसाबले दिगो विकासको हिसाबले चाहिँ अगाडि बढाउनु पर्छ। डेभलपमेन्ट र इन्भाइरोमेन्टलाई चाहिँ सँगसँगै साइड टु साइड चाहिँ लैजानुपर्छ भन्ने कुरा चाहिँ यसले गरेको थियो। र अर्को चाहिँ राइट टु पिस एन्ड प्रोग्रेस पनि यही अन्तर्गत चाहिँ मान्छेलाई पिस भयो भने के हुने भयो, सबै व्यक्तिलाई हुने भयो, प्रोग्रेस भन्ने कुरा पनि सबैलाई हुने भयो। त्यही भएर डिक्लेरेसन अन द राइट्स अफ पिपुल टु पिस 1985ले पनि यो विषयमा चाहिँ मान्छेको के हुन्छ पिसफुल रूपमा चाहिँ मान्छे बाँच्नुपर्छ, बाँच्न पाउनुपर्छ, त्यो कुरा मेन्टेन हुनुपर्छ भन्ने कुरा चाहिँ यसले गरेको थियो। र अर्को चाहिँ राइट अफ माइनोरिटिज एन्ड मार्जिनलाइज्ड कम्युनिटी। अब माइनोरिटी भनेको चाहिँ कुनै पनि व्यक्तिहरूको जुन अब हामीले अल्पसङ्ख्यक भन्ने हो, अल्पसङ्ख्यक भनेको चाहिँ उनीहरूको सङ्ख्याहरू चाहिँ के छ भन्दाखेरि कम छ र त्यस्तो व्यक्तिलाई पनि के गर्नु पर्यो, उनीहरू अब जातको हिसाबले धर्मको हिसाबले होला विभिन्न किसिमले चाहिँ यदि उनीहरू चाहिँ कम छ भने ती व्यक्तिहरूलाई पनि के गर्नुपर्छ इक्वल अपर्च्युनिटी दिनुपर्छ, उनीहरूको प्रोटेक्सन पनि गर्नुपर्छ भन्ने भयो। अर्को मार्जिनलाइज्ड कम्युनिटी भनेको सीमान्तकृत कम्युनिटी, त्यो भनेको चाहिँ उनीहरू
राज्यको जुन सेवा सुविधा लगायतका विषयहरू छन् त्यसबाट चाहिँ अलिकति टाढा पहुँचभन्दा बाहिर भएको छन्, तिनीहरूलाई पनि के गर्नुपर्छ, प्रोटेक्सन गर्नुपर्छ भन्ने कुरा रहेको छन्। र यो सम्बन्धी युनाइटेड नेसन डिक्लेरेसन अन द राइट अफ पर्सन बिलोङ्गिङ टु नेसनल अर इथनिक रिलिजियस एन्ड लिङ्ग्विस्टिक माइनोरिटिज भनेर, र अर्को द फ्रेमवर्क कन्भेन्सन फर द प्रोटेक्सन अफ नेसनल माइनोरिटिज 1995, युरोपियन चार्टर फर रिजनल अर माइनोरिटी ल्याङ्ग्वेज भनेर यसले चाहिँ त्यो सम्बन्धीमा के गरेको थियो, जति पनि व्यक्तिहरू माइनोरिटिज छन्, मार्जिनलाइज कम्युनिटी छ, त्यसलाई चाहिँ राज्यले चाहिँ प्रोटेक्सन गर्नुपर्छ, इक्वल अपर्च्युनिटी दिनुपर्छ भन्ने कुराहरू चाहिँ रहेको छ। र अर्को चाहिँ त्यस्तै चाहिँ जो पर्सन विथ डिजेबिलिटीहरू हुनुहुन्छ त्यो सम्बन्धी पनि गभर्मेन्टले चाहिँ के भयो भन्दाखेरि कन्भेन्सन अन द राइट अफ पर्सन विथ डिजेबिलिटिज सिआरपिडीले चाहिँ यस डिजेबिलिटीको राइट सम्बन्धी रहेको छ। यसले चाहिँ साइन ल्याङ्ग्वेजको डेभलपमेन्टमा, त्यसपछि इन्टरप्रिटेसनको विषयमा यस्तोमा चाहिँ के गर्छ भन्दाखेरि मेनली चाहिँ काम गर्ने गर्छ। र यसले चाहिँ जति पनि डिजेबल पर्सन छ उनीहरूको एक्सेस टु इन्फर्मेसन अन द अदर फेसिलिटीको विषयमा पनि यसले काम गर्ने गर्छ। र त्यस्तै अब अर्को माइनोरिटीमा चाहिँ के हुने भयो, एउटा चाहिँ अब डिजेबल पनि भयो, अर्को चाहिँ सेक्सुअल र जेन्डर माइनोरिटी जुन एलजिबिटी भनेर छ उनीहरूको पनि के हुनुपर्छ, जति पनि राइट छ त्यसलाई पनि प्रोटेक्सन हुनुपर्छ। स्टेटले चाहिँ त्यो कुराहरूलाई चाहिँ रिकगनाइज गर्नुपर्छ, एक्नोलेज गर्नुपर्छ। उनीहरूको बिहाको अधिकार, त्यसपछि बाँच्न पाउने अधिकार, यी विषयहरूमा चाहिँ र उनीहरूको केही अर्गनाइजेसन उनीहरूको राइटको लागि छाने त्यसलाई चाहिँ फ्रीली लिगल अब्स्ट्रक्सन बिना दर्ता गर्ने लगायतका कुराहरू चाहिँ के गर्नुपर्छ भन्दाखेरि प्रोटेक्सन गर्नुपर्छ भन्ने कुरा पनि रहेको छ। र अर्को चाहिँ राइट अफ इन्डिजिनियस इथनिक पिपुलमा चाहिँ अब हाम्रोमा मेनली चाहिँ एउटा अब आर्यन फेस, अर्को मङ्गोल फेस, अर्को चाहिँ इन्डिजिनियस भनेको चाहिँ हजुरको जो पहिल्यैदेखि चाहिँ अब इन्डिजिनियस पिपुल भनेको चाहिँ मेनली चाहिँ उनीहरूलाई यहाँ पहिलेदेखि नै आदिवासी जुन भनिन्छ त्यो हिसाबले 3 क्याटेगोरीमा चाहिँ हामीले अब नर्मल्ली डिभाइड गरेको हुन्छौँ। र यस्तोमा पनि जुन इन्डिजिनियस पिपुल हुन्छन् उनीहरूको चाहिँ मेनली चाहिँ पर्टिकुलर कन्ट्रीमा चाहिँ त्यही जन्मेको, उनीहरू पहिलेदेखि नै त्यहीँको भएको, ओरिजिन भएको, नेटिभ पिपुल भएको चाहिँ मान्ने गरिन्छ। र उनीहरूलाई पनि के गर्नुपर्छ, प्रोटेक्सन। जस्तै युएसमा रेड इन्डियन भयो, उनीहरूको त्यहाँको के भयो, इन्डिजिनियस पिपुल भयो, त्यहीँको नेटिभ पिपुल भयो, र तिनीहरूलाई प्रोटेक्सन हुनुपर्छ। अब हाम्रो कति अवस्थामा आदिवासी भनिन्छ, तराईमा थारू कम्युनिटीको लागि सुरुदेखि नै त्यहाँ आएको भएको मानिन्छ। त्यस्तै चाहिँ हरेक कन्ट्रीहरूमा चाहिँ जति पनि इन्डिजिनियस पिपुलहरू रहनुहुन्छ त्यसलाई चाहिँ प्रोटेक्सन दिनुपर्छ भन्ने पनि रहेको छ। यो सम्बन्धी चाहिँ यो कुराहरू चाहिँ एउटा युएन डिक्लेरेसन अन राइट्स अफ इन्डिजिनियस पिपुल भन्ने त्योमा पनि रहेको छ, र आइएलओ कन्भेन्सनमा पनि त्यो कुराहरू पाउन सकिन्छ। अब नेपालमा चाहिँ 126 भन्दा बढी जात जाति, 123 भन्दा बढी भाषा, 10 भन्दा बढी रिलिजियस ग्रुप चाहिँ के गर्न सकिन्छ भएको छ। र नेपालमा पनि यी सबै कुराहरू हुँदाखेरि हाम्रो कन्स्टिट्युसनदेखि नै लिएर कति ठाउँमा चाहिँ एउटा पोजिटिभ इम्प्याक्टको हिसाबले प्रोटेक्सन गर्ने, अब स्पेसलाइज राइटहरू दिने भन्ने कुराहरू चाहिँ नेपालले पनि विभिन्न सन्धिहरूमा साइन गरेको, त्यही अनुसारले ह्युमन राइटलाई प्रोटेक्सन गर्नलाई। अब ह्युमन राइट प्रोटेक्सन गर्दा जस्ट के हुने भयो, हरेक एस्पेक्टमा चाहिँ प्रोटेक्सन गर्नुपर्ने हुँदाखेरि यी कुराहरू पनि के हुन्छ, कन्स्टिट्युसनमा पनि रिफ्लेक्ट हुँदै आएको हुन्छ। र यो सम्बन्धी डिक्लेरेसन द राइट अफ पर्सन बिलोङ्गिङ टु नेसनल अर इथनिक लिङ्ग्वेज माइनोरिटिज, युनाइटेड नेसन डिक्लेरेसन राइट अफ इन्डिजिनियस पिपुल, आइएलओ कन्भेन्सन 169 अन इन्डिजिनियस ट्राइबल पिपुल, यी लगायतका कुराहरू, र त्यस्तै अब हाम्रो कन्स्टिट्युसन नेपाल 2072 मा पनि यी सम्बन्धी व्यवस्थाहरू रहेका छन्। अर्को चाहिँ कोर ह्युमन राइट ट्रिटिज। अब पहिलो रहेको छ ICARD, इन्टरनेसनल कन्भेन्सन अन इलिमिनेसन अफ अल फर्म अफ रेसियल डिस्क्रिमिनेसन 1965। यसले चाहिँ हरेक किसिमका चाहिँ जति पनि
रेसियल डिस्क्रिमिनेसन छ त्यसलाई चाहिँ हटाउनु पर्छ। जुनसुकै किसिमको छ यो रेसको आधारमा चाहिँ हुने जति पनि छ त्यसलाई चाहिँ हटाउनु पर्छ, हट्नु पर्छ र त्यही अनुसारले चाहिँ हरेक स्टेटले के गर्नुपर्छ त्यो आफ्नो लेजिस्लेसनमा र आफ्नो व्यवहारमा एडमिनिस्ट्रेसनमा त्यो कुराहरू चाहिँ राख्नुपर्छ भन्ने कुरा चाहिँ यसले गरेको छ। यो चाहिँ सबै किसिमको रेसियल डिस्क्रिमिनेसन हटाउनलाई इम्पोर्टेन्ट मानिन्छ। अर्को भयो इन्टरनेसनल कोभेनेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट। 1966 मा चाहिँ हरेक व्यक्तिको सिभिल र पोलिटिकल राइट जुन अघि हामीले सिभिल एन्ड पोलिटिकल राइट पढ्यौँ त्यसैमा चाहिँ यही आइसिसिपिआर अन्तर्गत चाहिँ राइट टु लाइफ, फ्रिडम अफ स्पिच, फ्रिडम अफ रिलिजियन, त्यसपछि कुनै पनि भाइलेट भयो भने त्यस्तो अवस्थामा इफेक्टिभ रूपमा त्यसलाई रिमेडी लगायतका कुराहरू चाहिँ यसमा रहेको छ। र त्यस्तै चाहिँ इन्टरनेसनल कोभेनेन्ट अन इकोनोमिक, सोसियल एन्ड कल्चरल राइट जुन अघि हामीले इकोनोमिक, सोसियल एन्ड कल्चरल राइटको टपिकमा पनि यो आइसिएससिआर अन्तर्गत चाहिँ भएर यसले राइट टु वर्कको काम गर्नेको कुरा, एजुकेसनको कुरा, हेल्थको कुरा, सामाजिक सुरक्षाका कुरा, मान्छेको चाहिँ एउटा स्ट्यान्डर्ड अफ लाइफका कुराहरू चाहिँ के गर्छ त्यो विषयमा चाहिँ हुनुपर्छ भनेर र त्यो कुराहरू चाहिँ स्टेटले पनि मेन्टेन गर्नुपर्छ भन्ने कुरा चाहिँ यो कोभेनेन्टले गरेको छ। र अर्को चाहिँ कन्भेन्सन अन द इलिमिनेसन अफ अल फर्म अफ डिस्क्रिमिनेसन अगेन्स्ट वुमेन, महिला विरुद्ध हुने हरेक किसिमका जति पनि डिस्क्रिमिनेसन छ त्यो कुराहरू त्यो सायद पोलिटिकलमा होला, सोसियलमा होला, इकोनोमिकमा होला, कल्चरल फिल्डमा होला, त्यो सबै कुराहरू चाहिँ हट्नुपर्छ, हटाउनुपर्छ र मेल फिमेल, महिला पुरुष सबै चाहिँ हरेक किसिमले चाहिँ इक्वल हुन्छ, कुनै पनि अपर्च्युनिटीमा ब्यारियर राख्नु हुँदैन र उनीहरूले आफूले इन्जोय कानुनले दिएको राइटहरू इन्जोय गर्नमा कुनै पनि ब्यारियर राख्नुहुन्न भन्ने कुरा चाहिँ यो सिडा कन्भेन्सनले गरेको छ। र त्यस्तै चाहिँ कन्भेन्सन अगेन्स्ट टर्चर एन्ड अदर क्रुअल, इनह्युमन एन्ड डिग्रेडिङ ट्रिटमेन्ट अफ पनिसमेन्ट, कन्भेन्सन अगेन्स्ट टर्चर जुन छ त्यसले चाहिँ यसलाई चाहिँ यो कन्भेन्सन एडप्ट गरेको थियो। अब यसले मेनली चाहिँ कुनै पनि व्यक्ति छ, व्यक्ति कहीँ फेला पर्यो, फेला परिसकेपछि फेरि अब कहीँबाट चाहिँ केही कारणले मान्छे भागेर पोलिटिकल कारणले वा त्यो कन्ट्रीमा बाँच्नै नसक्ने कारणले अर्को देशमा भाग्यो, भागिसकेपछि चाहिँ उसलाई चाहिँ त्यही देशमा गयो भने त्यो टर्चर हुन्छ भने त्यस्तोमा चाहिँ पठाउनु हुँदैन भनेर जति पनि अब जस्तै रिफ्युजी भएर गएका हुन्छन् उनीहरू यही प्रिन्सिपल अन्तर्गत यो कोभेनेन्ट अन्तर्गत पनि उनीहरूलाई चाहिँ त्यो कन्ट्रीमा चाहिँ नपठाउने हुन्छ। र यदि कोही व्यक्तिलाई पक्राउ पर्यो भने के हुनुपर्छ, उसलाई फेयर ट्रायल हुनु पर्यो, प्रोपर इन्भेस्टिगेसन हुनु पर्यो र त्यो हुने बेलामा चाहिँ फेयर ट्रिटमेन्ट हुनुपर्छ भन्ने कुरा पनि यसले गर्छ। र अर्को कन्भेन्सन अन द राइट अफ द चाइल्ड, यसले चाहिँ 18 वर्षभन्दा मुनिका छन् त्यसले उनीहरूको के छ डेभलपमेन्टको लागि, एजुकेसनको लागि, हेल्थ प्रोटेक्सनको लागि र कुनै पनि किसिमको अब्युज र कुनै पनि चाहिँ डिसिजन छ जसले चाहिँ उनीहरूको अगेन्स्टमा डिसिजन हुँदैछ भने त्यसमा पनि पार्टिसिपेट भएर आफ्नो कुरा राख्न पाउने कुराहरू लगायतको लागि चाहिँ के गर्छ यसले चाहिँ प्रोटेक्सन गर्नुपर्छ, त्यो व्यवस्था गर्नुपर्छ भन्ने कुरा यसले गरेको छ र स्टेटले चाहिँ त्यही अन्तर्गत चाहिँ आफ्नो कानुनमा, पोलिसीमा, व्यवहारमा चाहिँ गर्नुपर्छ भनेर चाहिँ व्यवस्था गरेको छ। र अर्को चाहिँ इन्टरनेसनल कन्भेन्सन अन प्रोटोकल अफ द राइट अफ अल माइग्रेन्ट वर्कर एन्ड मेम्बर्स अफ देयर फ्यामिली। अब कोही पनि वर्करहरू छन्, श्रमजीवीहरू छन्, कुनै पनि व्यक्ति तिनीहरू चाहिँ एक ठाउँदेखि अर्को ठाउँमा गए, उनीहरूको परिवार गयो भने चाहिँ उनीहरूलाई चाहिँ कुनै पनि तरिकाले चाहिँ एक्सप्लोइट गर्नु हुँदैन, उनीहरूलाई जस्टिस, फेयर वर्किङ कन्डिसन लगायतका कुराहरू चाहिँ इन्स्योर गर्नुपर्छ, उनीहरूलाई चाहिँ सम्मानजनक व्यवहार गर्नुपर्छ, कुनै पनि कुरामा उनीहरूलाई अनइक्वल ट्रिट गर्नु हुँदैन भन्ने कुरा चाहिँ यसमा रहेको छ। र अर्को इन्टरनेसनल कन्भेन्सन फर द प्रोटेक्सन अफ अल पर्सन फ्रम इन्फर्स्ट डिसअपियरेन्स जुन अब हाम्रो माओवादी कालमा र पहिला अब हरेक विभिन्न समयमा के हुन्छ मान्छेहरू हराउने, बेपत्ता, यतिजना बेपत्ता भयो, अहिलेसम्म पनि बेपत्ता व्यक्तिहरू फेला परेको छैन भन्ने छ। यस सम्बन्धी चाहिँ व्यक्तिलाई चाहिँ कोही पनि व्यक्तिलाई के हुनुपर्छ, कोही पनि व्यक्तिलाई के हुनु पर्यो भन्दाखेरि राम्रोसँग चाहिँ फेयर ट्रायल हुनु पर्यो,
उसलाई चाहिँ कुनै पनि दुःख नदिइकन के गर्नु पर्यो, डिटेन गर्नु पर्यो। र कोही व्यक्तिलाई पनि के छ भन्दाखेरि बेपत्ता गर्ने काम चाहिँ गर्नु हुँदैन। त्यो कारणले गर्दा कोही व्यक्तिहरू के छ, लिएर आएको छ, कसैले एरेस्ट गरेको छ भने उनीहरूको चाहिँ प्रोपर कहिले समातियो, कहिले राखियो, कहाँ लगियो, ती सबै कुराहरू रेकर्ड राख्नुपर्छ भन्ने कुराहरू चाहिँ यसले गर्छ। अब सबैलाई चाहिँ पक्राउ पर्यो, त्यसपछि उसलाई डिटेन गर्ने बेलामा, अनुसन्धान गर्ने बेलामा, फर्दर प्रोसेस अगाडि बढाउने बेलामा चाहिँ प्रोपर रेकर्ड मेन्टेन गर्यो भने त को व्यक्ति कहाँ आयो, कसरी गयो भनेर चाहिँ त्यो व्यक्ति के हुन सक्दैन, बेपत्ता हुन सक्दैन, डिसेपियर हुन सक्दैन। त्यसको सम्बन्धी चाहिँ यो कन्भेन्सन रहेको थियो। र अर्को चाहिँ कन्भेन्सन अन द राइट अफ पर्सन विथ डिजेबिलिटी। अब यसलाई चाहिँ डिजेबल भएको जति नै पर्सन छन् उनीहरूको पनि राइट प्रोटेक्सन हुनुपर्छ। यसलाई चाहिँ पहिला चाहिँ डिजेबल भनेको मेडिकल इस्युबाट लाई चाहिँ सिफ्ट गरे चाहिँ यसलाई चाहिँ ह्युमन राइट इस्यु हो। जो डिजेबल पर्सन हुनुहुन्छ उहाँहरूलाई पनि चाहिँ इक्वल ह्युमन राइट हुनुपर्छ। यसलाई चाहिँ कुनै पनि विषयमा चाहिँ हरेक राज्यका विभिन्न नीति निर्माण तह, विभिन्न संयन्त्रहरू, जबदेखि लिएर सबैमा चाहिँ इन्क्लुजन गर्नुपर्छ, डिस्क्रिमिनेसन गर्नु हुँदैन, उनीहरूलाई डिग्निटी दिनुपर्छ, उनीहरूलाई कुनै पनि तरिकाले चाहिँ स्टेटले चाहिँ ब्यारियर गर्नु हुँदैन, उनीहरूलाई चाहिँ इन्क्लुसिभ गर्ने चाहिँ पोलिसी लिनुपर्छ भन्ने कुरा चाहिँ यसमा रहेको छ। र अर्को चाहिँ हाम्रो टपिक रहेको छ इन्टरनेसनल प्रोटेक्सन अफ ह्युमन राइट भनेर। अब ह्युमन राइटलाई प्रोटेक्सन गर्नको लागि चाहिँ अब के कुराहरू छन्, कुन कुनले चाहिँ कसरी काम गरिरहेछ भन्ने विषयमा चाहिँ प्रिन्सिपल अफ युनाइटेड नेसनले चाहिँ यसको प्रिन्सिपल के रहेको छ, यसको चार्टरमा चाहिँ प्रिन्सिपल अफ सोभरेन इक्वालिटी, फुलफिलमेन्ट अब्लिगेसन, पिसफुल सेटलमेन्ट अफ इन्टरनेसनल डिस्प्युट, युज अफ नन फोर्स, यी लगायतका प्रिन्सिपलहरू पनि के छ, यसले चाहिँ मान्ने के अरे ह्युमन राइट प्रोटेक्सनको लागि युएन चार्टरमा रहेका व्यवस्थाहरू मान्न सकिन्छ। र यसले चाहिँ अघि हामीले अघिल्लो क्लासमा छलफल गरे जस्तै जेनरल एसेम्ब्ली, सेक्रेटरी काउन्सिल लगायतका सेक्रेटरीहरू मार्फत चाहिँ यसले काम गर्ने गर्छ। र युएनएचसिआर, युनाइटेड नेसन ह्युमन राइट काउन्सिल भन्ने चाहिँ जुन छ त्यसले चाहिँ मेनली चाहिँ ह्युमन राइटको प्रोटेक्सन र प्रमोट गर्नको लागि चाहिँ यसले काम गर्ने गर्छ। र यसले चाहिँ विभिन्न चाहिँ 47वटा मेम्बर चाहिँ इलेक्ट गरेर यसले चाहिँ ग्रुप रिजनल हिसाबले एसियन, अफ्रिकन स्टेटबाट 13, एसियन पेसिफिकबाट 13 यसरी नै गर्छ। र यसमा चाहिँ एउटा ब्युरो अफ काउन्सिल भनेर चाहिँ 5वटा व्यक्तिको रहेको हुन्छ यसको। र यसमा एकजना प्रेसिडेन्ट र 4वटा भाइस प्रेसिडेन्ट भएर चाहिँ यसले काम गर्ने गर्छ। र यसले मेनली चाहिँ के हुन्छ, ह्युमन राइट कहीँ भाइलेसन भयो भने त्यसमा के गर्छ, मान्छेले कम्प्लेन गरिसकेपछि त्यसमा चाहिँ इन्भेस्टिगेट गर्ने गर्छ। र यसले चाहिँ फ्रिडम अफ एसोसिएसन, एसेम्ब्ली, फ्रिडम अफ एक्सप्रेसन, एलजिबिटी राइट, राइट अफ रेसियल एन्ड इथनिक माइनोरिटिज लगायतका विषयमा पनि यसले के गर्छ, काम गर्ने गर्छ। अब यसले चाहिँ मेनली चाहिँ चार्टर बेस्ड मेकानिजम मार्फत चाहिँ हरेक 4.5 वर्षमा हरेक युएनको जति पनि मेम्बर स्टेट छन् उनीहरूले चाहिँ के कस्तो छ ह्युमन राइटको छ भनेर यसले रिभ्यू गर्ने काम गर्छ। र स्पेसल इन्डिपेन्डेन्ट एक्सपर्ट मार्फत, स्पेसल प्रोसिड्युर मार्फत काम गर्ने गर्छ। र त्यस्तै एडभाइजरी कमिटी मार्फत चाहिँ 18 जना चाहिँ इन्डिपेन्डेन्ट एक्सपर्ट मार्फत चाहिँ एडभाइजरी कमिटी मार्फत काम गर्ने गर्छ। र अर्को चाहिँ कम्प्लेन मेकानिजम। अब जस्तै हामीले त्यसले सुन्छ कुनै कन्ट्री यहाँ भयो, ह्युमन राइट भाइलेसन भयो र सम्बन्धित युएनएचसिआरमा गएर चाहिँ त्यो सम्बन्धी कम्प्लेन भएको छ भन्ने कुराहरू चाहिँ अब के छ, यही कम्प्लेन प्रोसिड्युरबाट। अब कम्प्लेन कसले गर्न सक्यो, व्यक्तिले नि गर्न सक्यो, गभर्मेन्ट, नन गभर्मेन्ट अर्गनाइजेसनले गर्न सकियो, जसको चाहिँ डाइरेक्ट लिङ्क छ त्यसले गर्न सकिन्छ भन्ने कुरा चाहिँ रहेको छ। र यसमा चाहिँ अब स्पेसिफिक केसमा चाहिँ 2018 मा चाहिँ जब रोहिङ्गा मुस्लिमहरूको त्यहाँ
इस्यु आएको थियो त्यो बेला चाहिँ युएनएचसिआरले के गर्यो 875 जनालाई चाहिँ इन्टरभ्यू लिएर त्यसपछि त्यहाँ के छ त ह्युमन राइटको भाइलेट भएको थियो कि थिएन के छ भनेर चाहिँ त्यसरीले उसले चाहिँ त्यो बेला चाहिँ गरेको थियो र यसमा चाहिँ हाई कमिसन फर ह्युमन राइट भनेर चाहिँ यसले पनि के गर्छ ह्युमन राइट प्रोटेक्सनको लागि चाहिँ काम गर्ने गर्छ अब यसको मेनली चाहिँ भनेको चाहिँ काम भनेको चाहिँ जेनरल एसेम्बली चाहिँ चाहिँ यो ह्युमन राइट सम्बन्धी जति पनि चाहिँ फङ्सनहरू दिएको छ त्यसले त्यो सम्बन्धी काम गर्ने गर्छ ह्युमन राइट हाई कमिसन फर ह्युमन राइट्सले र अर्को चाहिँ सेक्रेटरी जनरललाई चाहिँ यसले एडभाइस गर्ने ह्युमन राइट सम्बन्धी विषयमा पोलिसीको विषयमा चाहिँ काम गर्ने काम गर्छ र यसमा चाहिँ मेनली चाहिँ के गर्ने सेक्रेटरी जेनरलले चाहिँ जो युएनको सेक्रेटरी जेनरल महासचिवले नियुक्ति गर्ने र त्यसलाई चाहिँ जेनरल एसेम्बली युएनको जेनरल एसेम्बलीले त्यसलाई एक्सेप्ट गर्ने काम गर्दछ अब यसले चाहिँ अब यो भयो यहाँ यस्तो यस्तो भयो भनेर यसले जेनरल कमेन्ट पनि गर्छ र यसलाई चाहिँ ह्युमन राइटलाई प्रोटेक्सनको लागि बढावा गर्नको लागि यसरी चाहिँ काम अगाडि बढाउन सकिन्छ भनेर जेनरल के गर्छ रिकमेन्डेसन पनि गर्ने गर्छ र युएनले चाहिँ मेनली चाहिँ दुईटा एउटा चार्टर बेस र अर्को ट्रिटी बेस चार्टर बेस भनेको युएन चार्टरमा भएका जति पनि कन्ट्रीहरू छन् ती कन्ट्रीले साइन गरिसकेपछि त्यो चार्टर के हुनु भयो उनीहरूको लागि लागू हुने भयो त्योमा चाहिँ भएका ह्युमन राइटको विषयमा काम गर्ने भयो अर्को ट्रिटी बेस जति पनि ह्युमन राइट सम्बन्धी चाहिँ विभिन्न कन्ट्रीहरूका ट्रिटी भएको छ त्यसमा पनि यसले काम गर्ने भयो अब ट्रिटी बेस र चार्टर बेसमा डिफरेन्स भनेको चाहिँ एमा ट्रिटीमा स्टेटहरू पार्टी हुने भयो अब चार्टर बेसमा चाहिँ युनाइटेड नेसनको जुन चार्टरमा छ त्यसमा अन्तर्गत रहेर चाहिँ अगाडि बढ्ने भयो अब यसमा चाहिँ कम्प्लेन गर्दाखेरि चाहिँ कसरी त गर्ने अब इन्डिभिजुअल कम्प्लेनमा पनि के हुनुपर्छ भन्दाखेरि यत्तिकै चाहिँ ऱ्यान्डमली कम्प्लेन गरेर भएन जहाँ चाहिँ जो भिक्टिम भएको छ जो चाहिँ भिक्टिमको रिप्रेजेन्टेटिभ छ उसले नै गर्नुपर्छ रिटर्न रूपमा कम्युनिकेट गर्नुपर्छ भन्ने कुराहरू चाहिँ यसमा रहेको छ र यो जति पनि ट्रिटी छ अब ट्रिटीहरू त हुन्छन् ट्रिटीहरू भइसकेपछि अब ह्युमन राइट सम्बन्धी जति पनि ट्रिटीहरू छन् त्यो ट्रिटीहरूलाई चाहिँ मेकानिजम त्यसलाई मोनिटरिङ गरेन भने चाहिँ के हुन्छ त्यो ट्रिटी साँच्चै नै पालना भएको छ कि छैन भन्ने कुराहरू पनि रहेको हुन्छ र कमिटी एन्ड इकोनोमिक सोसियल एन्ड कल्चरल राइटले पनि के गर्छ यसलाई चाहिँ मोनिटर गर्नको लागि यो सम्बन्धी इन्टरनेसनल कोभेनेन्ट अन इकोनोमिक सोसियल एन्ड कल्चरल राइट जुन कोभिनेन्ट भयो त्यो राम्रोसँग अगाडि बढाएको छ कि छैन काम गरेको छ कि छैन त्यसलाई चाहिँ 18जना इन्डिपेन्डेन्ट एक्सपर्टले मोनिटर गरेर चाहिँ सोही बमोजिम अगाडि बढाउने काम गर्छ र यो ह्युमन राइट जुन कमिटी छ त्यही कमिटी चाहिँ जुन 18जना एक्सपर्ट ले चाहिँ इम्प्लिमेन्टेसनमा चाहिँ उनीहरू गरेको हुन्छन् त्यो विषयमा पनि यसले ख्याल राखेर चाहिँ सोही बमोजिम मोनिटरिङ गर्ने के कसरी काम भएको छ भनेर गर्ने काम गर्ने गर्छ र यो कमिटीको मुख्य काम भनेको चाहिँ ल पोलिसीहरू छन् तिनीहरूलाई मेन्टेन गर्ने र कुनै राइटहरू चाहिँ विथड्र गर्नु पर्यो एमेन्ड गर्नु पर्यो त्यो विषयमा हेर्ने र त्यसपछि कुनै पनि स्टेटले चाहिँ त्यसलाई चाहिँ पोजिटिभली लागू गर्न असफल भयो भएन सफल भयो भएन त्यो कुराहरू गर्ने र समय अनुसार चाहिँ राइटहरू जाँदै गर्दा बढ्दै जाँदाखेरि त्यो राइटहरूमा चाहिँ न्यू ल पोलिसीहरू चाहिँ के कसरी भएको छन् त्यसलाई कसरी इन्कर्पोरेट गर्न सकिन्छ भन्ने कुराहरू पनि हेर्ने गरिन्छ र अर्को छ कमिटी अन इलिमिनेसन अफ अल फर्म अफ रेसियल डिस्क्रिमिनेसन भनेर अब यो चाहिँ के हुने भयो अघि हाम्रो कन्भेन्सनहरू भयो त्यही कन्भेन्सनहरू अन्तर्गत चाहिँ यी सबैलाई चाहिँ मोनिटर गर्नको लागि चाहिँ यिनीहरू के हुन्छ बनेका के हुन् ट्रिटीहरू हुन् र त्यो ट्रिटीलाई चाहिँ
इफेक्टिभ रूपमा चाहिँ मोनिटर गर्नको लागि यी आफ्नो आफ्नो जति पनि कोभिनेन्ट छ त्यही अन्तर्गत रहेका चाहिँ के छन्, यी कमिटीहरू छन्। सबैमा के हुन्छ, जस्तै अब अघि हामीले छलफल गरे जस्तै ह्युमन राइट कमिटी जस्तै, यसमा पनि कमिटी अन द इलिमिनेसन अफ अल फर्म रेसियल डिस्क्रिमिनेसन भनेर चाहिँ यसले के हुन्छ, यसमा पनि इन्डिपेन्डेन्ट एक्सपर्ट हुन्छ। अनि एक्सपर्ट भइसकेपछि त्यसले राम्रोसँग काम गरेन भनेर चाहिँ त्यसलाई मोनिटरिङ गर्ने हुन्छ। र त्यस्तै चाहिँ कमिटी एन्ड इलिमिनेसन डिस्क्रिमिनेसन अगेन्स्ट वुमेन भन्न चाहिँ यसमा चाहिँ के हुने भयो, 23 एक्सपर्ट इन्डिपेन्डेन्ट एक्सपर्टबाट चाहिँ त्यसलाई मोनिटर गर्ने भयो। र यसले नै मेनली चाहिँ राम्रोसँग काम भएको छ कि छैन, त्यसपछि डिस्क्रिमिनेसन सबै एरियामा चाहिँ इलिमिनेट भएको कि छैन लगायतका कामहरू यसले हेर्ने गर्छ। र त्यस्तै चाहिँ कम्युनिटी अगेन्स्ट टर्चर भनेर चाहिँ यो चाहिँ 10वटा इन्डिपेन्डेन्ट एक्सपर्टले चाहिँ त्यसमा चाहिँ कन्भेन्सन अगेन्स्ट टर्चर, अदर क्रुअल, इनह्युमन अर डिग्रेडिङ ट्रिटमेन्ट अर पनिसमेन्ट जुन छ त्यो कन्भेन्सन चाहिँ फुल्ली इम्प्लिमेन्ट भएको छ कि छैन, त्यसमा चाहिँ कसैले भनेर चाहिँ यसले पनि के गर्छ, त्यसमा यी सबै कमिटीहरू के हुने भयो, त्यो अन्तर्गत चाहिँ जति पनि हाम्रो कन्भेन्सन भए, जति पनि ट्रिटी भए त्यसलाई चाहिँ मोनिटर गर्ने काम गर्छ। यसले अब इन्डिभिजुअल कम्प्लेन लिने, त्यो कम्प्लेनमा इन्क्वायरी गर्ने, एक देशदेखि अर्को देशमा कम्प्लेन भयो भने ती कुराहरूलाई पनि हेर्ने लगायतका कामहरू गर्ने गर्छ। र त्यस्तै चाहिँ कमिटी एन्ड राइट अफ द चाइल्डमा पनि 18वटा इन्डिपेन्डेन्ट एक्सपर्टले चाहिँ त्यसमा हेर्ने हुन्छ। र यसले यो अप्सनल प्रोटोकल टु कन्भेन्सन अन द इन्भल्भमेन्ट अफ चाइल्ड इन आर्म कन्फ्लिक्टमा, र त्यसपछि सेल अफ चिल्ड्रेन चाइल्ड प्रोस्टिट्युसन, चाइल्ड पोर्नोग्राफी यो सम्बन्धीमा पनि जुन अप्सनल प्रोटोकल साइन भएको छ त्यसमा पनि कसरी इम्प्लिमेन्ट भएको छ भन्ने कुरा चाहिँ गर्ने गर्छ। र त्यसपछि यसले हरेक जति पनि यो 2-2 वर्षमा के अरे जब रिपोर्ट आउँछ, रिपोर्ट आइसकेपछि त्यसलाई चाहिँ यसले इक्जामिन गर्ने काम गर्छ। र पर्टिकुलर स्टेट पार्टी जो मेम्बर स्टेट पार्टी छ उनीहरूलाई पनि अब्जर्भेसन गरेर सोही बमोजिम रिकमेन्डेसन दिने काम गर्दछ। र त्यस्तै चाहिँ अर्को छ कम्युनिटी एन्ड माइग्रेन्ट वर्कर। यसले पनि के गर्छ, यसमा पनि इन्डिपेन्डेन्ट एक्सपर्ट रहेका हुन्छन् र स्टेट पार्टी जति पनि छन् उनीहरूले जो इलेक्ट गरेको छ के अरे तिनीहरू चाहिँ रहेका हुन्छन् मेम्बर। र यसले पनि 3टा हिसाबमा, एउटा रिपोर्टिङ सिस्टम मार्फत, र अर्को कन्क्लुडिङ अब्जर्भेसन, पहिला रिपोर्ट आयो त्यसमा चाहिँ हेर्ने र के कसरी इम्प्लिमेन्ट भएको छ भन्ने कुरा भयो। र त्यसपछि त्यहाँ क्यापहरू, नेसनल ल र प्र्याक्टिस र लोकल प्र्याक्टिसमा के कति फरक छ भन्ने कुरामा चाहिँ, कानुन र व्यवहारमा के कति फरक छ भन्ने कुरा त्यसलाई अब्जर्भ गर्ने काम गर्छ। र अरूले चाहिँ सबैको इक्वल ट्रिटमेन्ट भएको छ कि छैन, फेयर वर्किङ कन्डिसन छ कि छैन, एक्सप्लोइटेसन भएको छ कि छैन भन्ने कुराहरू पनि यसले के गर्छ, इन्स्योर गर्ने काम गर्छ। र त्यस्तै छ अर्को कम्युनिटी एन्ड डिजेबिलिटी CRPD कमिटी। यसमा पनि इन्डिपेन्डेन्ट एक्सपर्ट रहने हुन्छ, स्टेटबाट आएका इलेक्टेड मेम्बर रहने गर्छन्। यसमा पनि पहिला रिपोर्टिङ, अनि रिपोर्ट भइसकेपछि त्यसलाई अब्जर्भ गर्ने, त्यसपछि इन्डिभिजुअल कम्प्लेनहरूलाई हेर्ने, त्यसपछि जति पनि एक्सेसिबिलिटी, इक्वालिटी बिफोर ल यसलाई चाहिँ प्रमोट गर्ने काम गर्छ। र अर्को रहेको छ रिजनल ह्युमन राइट्स प्रोटेक्सन सिस्टम। अब जति पनि हाम्रो संसारमा डिफ्रेन्ट युरोपियन रिजन भयो, अमेरिकन रिजन भयो, अफ्रिकन सिस्टम भयो, क्यारेबियन, एसिया, साउथ एसिया छ, त्यसमा चाहिँ यो ह्युमन राइट प्रोटेक्सनको लागि चाहिँ
रिजनल के सिस्टम छ त भन्ने कुराहरू चाहिँ यसमा हुन्छ। युएन चार्टरको आर्टिकल 52 देखि 54 सम्म चाहिँ रिजनल एजेन्टमेन्ट, सेटलमेन्ट अफ डिस्प्युटको कुरा, इन्फोर्समेन्ट मेकानिजम कसरी अगाडि बढाउने भन्ने कुराहरू चाहिँ युएन चार्टरले नै यस्तो विषयमा के गरेको छ, अथराइज गरेको छ। र पहिलो चाहिँ युरोपियन ह्युमन राइट्स सिस्टम। अब त्यसले के गर्छ, द काउन्सिल अफ युरोप भनेर चाहिँ यसले चाहिँ डेमोक्रेसी, ह्युमन राइट, रुल अफ ललाई चाहिँ यसको जति पनि 46वटा मेम्बर स्टेट छन् त्यो मार्फत चाहिँ प्रमोट गर्ने काम गर्छ। र यसले चाहिँ त्यही काउन्सिलले चाहिँ युरोपियन कन्भेन्सन फर द प्रोटेक्सन अफ ह्युमन राइट एन्ड फन्डामेन्टल फ्रिडम 1955 कन्भेन्सन थियो, त्यसलाई नै इस्टाब्लिस गर्ने काम गर्यो। र यसमा चाहिँ युरोपियन ह्युमन राइट सिस्टमलाई चाहिँ द काउन्सिल अफ युरोप मार्फत चाहिँ काम गर्ने गरेको छ। र त्यस्तै युएन इकोनोमिक कमिसन फर युरोप भनेर चाहिँ जुन 5वटा रिजनमा चाहिँ छिट्टै छिट्टै मध्ये चाहिँ युरोपलाई हेर्ने रिजनल कमिसन छ त्यो मार्फत पनि काम गर्ने गरिन्छ। र त्यस्तै युरोपियन सोसियल चार्टर 1961, युरोपियन कमिटी अफ सोसियल राइट, यिनीहरू मार्फत पनि यो युरोपियन सिस्टममा ह्युमन राइटको चाहिँ कसरी प्रोटेक्सन भएको छ भने यो सिस्टम मार्फत गर्ने गरिन्छ। र त्यस्तै चाहिँ यु आफै जुन रिजनल अर्गनाइजेसन छ त्यसले पनि मार्फत पनि यो युरोपियन सिस्टमको ह्युमन राइट प्रोटेक्सनमा काम गर्दै आएको छ। र अर्को चाहिँ इन्टर अमेरिकन ह्युमन राइट सिस्टम, अमेरिकन डिक्लेरेसन अफ द ह्युमन राइट एन्ड ड्युटिज अफ मेन भनेर चाहिँ 1948मा एडप्ट भएको थियो। यसले चाहिँ अर्गनाइजेसन अफ अमेरिकन स्टेट, त्यस्तै इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट, इन्टर अमेरिकन कोर्ट अफ ह्युमन राइट मार्फत चाहिँ के गर्ने गरिन्छ, यो यी 3टा मुख्य बडी मार्फत चाहिँ इन्टर अमेरिकामा चाहिँ ह्युमन राइटको के कसरी अगाडि बढाएको छ भनेर यसलाई चाहिँ ह्युमन राइट प्रोटेक्सन सिस्टमको रूपमा अगाडि बढाएको छ। र यसमा मुख्य भनेको चाहिँ अर्गनाइजेसन अफ अमेरिकन स्टेट रहेको छ। र यो अर्गनाइजेसन अफ अमेरिकन स्टेटको जुन छ त्यसमा पनि जेनरल एसेम्ब्ली, जेनरल सेक्रेटेरिएट, स्पेसलाइज कन्फरेन्स मार्फत, विभिन्न अर्गनाइजेसन मार्फत, काउन्सिल मार्फत चाहिँ यसले ह्युमन राइट प्रोटेक्सनको लागि चाहिँ काम गर्दै आएको छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ पिस र सेक्युरिटी डेभलप गर्ने, डेमोक्रेसीलाई चाहिँ डेभलप गर्ने, र यसको साथसाथै इकोनोमिक, सोसियल, कल्चरल डेभलपलाई पनि के गर्ने, प्रमोट गर्ने काम गर्दै आएको छ। र यो मार्फत चाहिँ अमेरिकन सिस्टममा ह्युमन राइट प्रोटेक्सनको मेकानिजम अगाडि बढेको छ। र अर्को छ अफ्रिकन ह्युमन राइट सिस्टम। अफ्रिकन ह्युमन राइट सिस्टममा चाहिँ अफ्रिकन युनियनले चाहिँ मेनली ह्युमन राइट प्रोटेक्सनदेखिको फिल्डमा ओभरअल पिस किपिङ, सेक्युरिटी, प्रमोसनको साथसाथै अफ्रिकन युनियनले चाहिँ यो सम्बन्धी काम गर्दै आएको छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ पोलिटिकल र सोसियल इन्टिग्रेसनलाई अगाडि बढाउने, पिस र सेक्युरिटीलाई चाहिँ एचिभ गर्ने, डेमोक्रेटिक इन्स्टिट्युसन, गुड गभर्नेन्स, ह्युमन राइटलाई प्रमोट गर्ने लगायतको काम गर्ने गर्छ। र यसमा चाहिँ एसेम्ब्ली मार्फत, एक्जिक्युटिभ काउन्सिल मार्फत, पर्मानेन्ट रिप्रेजेन्टेटिभ कम्युनिटी मार्फत र त्योभित्र भएको पिस एन्ड सेक्युरिटी काउन्सिल मार्फत चाहिँ यो ह्युमन राइट प्रोटेक्सनको सिस्टम अगाडि बढेको देखिन्छ। र त्यस्तै चाहिँ अफ्रिकाको लागि छुट्टै अफ्रिका चार्टर अन ह्युमन एन्ड पिपुल्स राइट भनेर चाहिँ जुन 1948मा ऊ भएको थियो, त्यसलाई पनि त्यही एयुले, अफ्रिकन युनियनले इस्टाब्लिस गरेको एउटा ह्युमन राइट्स सिस्टम मान्न सकिन्छ। र त्यस्तै अफ्रिकन कमिसन अन ह्युमन एन्ड पिपुल्स राइट भनेर जुन 1987मा भएको थियो त्यो त्यसले पनि यो ह्युमन राइट्स सिस्टम अफ्रिकाको मान्न सकिन्छ। र अर्को चाहिँ एसिया पेसिफिक इनिसिएटिभमा चाहिँ
अब एसिया पेसिफिकमा अब जनसङ्ख्याको हिसाबले पनि लगभग 2.8 बिलियन त इन्डिया र चाइनाको मात्र रहेको छ र यसमा चाहिँ अब मिलिटरी जस्तै चाइना, इन्डिया, पाकिस्तान, जापान, नर्थ कोरिया यो ठाउँमा भएको हुँदाखेरि चाहिँ यो इनिसिएटिभ चाहिँ के छ भन्दाखेरि एकदम इम्पोर्टेन्ट मान्न सकिन्छ र यसको लागि चाहिँ एउटा आसियन एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन मार्फत र त्यस्तै चाहिँ एसिया पेसिफिक फोरम मार्फत एसिया पेसिफिक फोरम अफ नेसनल ह्युमन राइट इन्स्टिट्युसन मार्फत चाहिँ यो एसिया र साउथ एसियनको इनिसिएटिभ चाहिँ अगाडि बढेको देखिन्छ। र यसमा मुख्य भनेको एसिया पेसिफिक फोरम अफ नेसनल ह्युमन राइट इन्स्टिट्युसन एपिएफएनआईलाई चाहिँ यसले नेसनल ह्युमन राइट कमिसन यसले मेनली चाहिँ के गर्छ हरेक कन्ट्रीमा चाहिँ जुन नेसनल लेभलका ह्युमन राइट कमिसनहरू छन् तिनीहरूसँग कोअर्डिनेट गर्ने गरेर चाहिँ यसले काम गर्ने गर्छ। र त्यस्तै चाहिँ बेङ्कक डिक्लेरेसन 1993 र एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन यिनीहरू पनि एसियन र साउथ एसियन इनिसिएटिभको ह्युमन राइट प्रोटेक्सन सिस्टमको मेकानिजम मान्न सकिन्छ र एसियन आसियनको चार्टरमा नै रिजनल पिस इन्टिग्रिटी बढाउने इन्टरनेसनल ल ह्युमन राइटको अपहोल्ड गर्ने रिजनल इन्टिग्रेसन अफ ट्रेडलाई इन्करेज गर्ने कुनै पनि अनडिस्प्युट ह्युमन राइट सम्बन्धी छ भने त्यसलाई इस्टाब्लिस ह्युमन राइट बडी एन्ड अनरिजल्भ डिस्प्युट मेकानिजमलाई इस्टाब्लिस गर्ने र 2009मा चाहिँ आसियनले इन्टर गभर्मेन्टल कमिसन अन ह्युमन राइट भनेर चाहिँ इस्टाब्लिस गर्यो। यसले पनि एकअर्काको जुन आसियनभित्रको कन्ट्रीहरू छन् उनीहरूको ह्युमन राइट के कस्तो भएको छ कसरी भएको छ भनेर चाहिँ यसले काम गर्ने गरेको छ। र अर्को त्यस्तै चाहिँ एसिया पेसिफिक इकोनोमिक कोअपरेसन एपेकले पनि यो सम्बन्धी पनि काम गर्ने गर्दछ। अब साउथ एसियामा चाहिँ हाम्रो सार्कले चाहिँ जुन 1985मा इस्टाब्लिस भयो उसले काम गर्छ र यसले साउथ एसियन भिजुअल एक्सचेन्ज भनेर चाहिँ सेप भनेर चाहिँ त्यो मार्फत पनि काम गर्ने गर्छ। र जति पनि सार्कको कन्ट्री छन् उनीहरूले कन्भेन्सन राइट अफ चाइल्ड सिड र धेरै सन्धिहरू छ र त्यसलाई चाहिँ त्यही अनुसारले चाहिँ इम्प्लिमेन्ट अब इन्टरनेसनल कोभेनेन्ट इन्टरनेसनल ट्रिटीहरू साइन गरिसकेपछि त्यसलाई सोही बमोजिम इम्प्लिमेन्ट पनि हुँदै आएको छ। र त्यसपछि विभिन्न एनजिओले साउथ एसिया फोरम फर ह्युमन राइट भनेर इस्टाब्लिस गरेर त्यो मार्फत पनि सार्कको रिजनल हिसाबले ह्युमन राइट के कसरी प्रमोट भएको छ कसरी चाहिँ यसलाई प्रोटेक्सन भएको छ भन्ने कुरा त्यसले पनि हेर्ने गर्छ। र अब अर्को लास्टमा चाहिँ डोमेस्टिक इम्प्लिमेन्टेसन अफ ह्युमन राइट। अब हाम्रो जति पनि ह्युमन राइटहरू छन् अब हामीले के भने एउटा युएन चार्टरमा हुने भयो त्यस्तै विभिन्न कन्भेन्सन ट्रिटी कन्भेन्सनहरू हुन्छन् कोभिनेन्टहरू हुन्छन् ती मार्फत चाहिँ जति पनि साइन भएका छन् तिनलाई चाहिँ डोमेस्टिक इम्प्लिमेन्टेसन कसरी हुन्छ त भन्ने कुरा चाहिँ यसमा मुख्य हामी छलफल गरिन्छ। र नेपालमा चाहिँ के थियो 1994मा चाहिँ जब के अरे त्यो बेला पञ्चायत सकिएर प्रजातन्त्र अब त्यो बेलाको चाहिँ आएको थियो। त्यो बेलापछि चाहिँ मेनली चाहिँ जुन नयाँ युग इन्डस्ट्रियलाइज युगमा पनि प्रवेश गर्यो भन्ने थियो र त्यसमा चाहिँ 1990 पछि चाहिँ जुन नेपालले चाहिँ विभिन्न ट्रिटीहरू आइसिसिपिआर क्याड सिआरएस लगायतका जति पनि हामी छलफल गर्यौँ तिनीहरूलाई के गर्यो भन्दाखेरि चाहिँ आइसिएससिआर र क्याड बाहेक अरूलाई चाहिँ के गर्यो उसले चाहिँ साइन पनि गर्यो र त्यसलाई के गर्यो रेटिफाई पनि गर्यो। अब जति पनि ट्रिटीहरू छन् त्यसलाई रेटिफाई गरेपछि के हुने भयो त्यसलाई नेसनल ल सरह नै त्यसलाई ट्रिट गर्नु पर्यो त्यो अनुसार कुनै कानुनसँग बाजिएको छ त्यसलाई इम्प्लिमेन्ट गर्नु पर्यो त्यो अनुसारले संशोधन गर्दै लैजाने काम चाहिँ त्यहाँबाट सुरु गर्दै गयो जुन हामी लिबरलाइजेसन भन्ने गरिन्छ 1990 पछि त्यहाँबाट चाहिँ यसरी सुरु गर्यो। र हाम्रो ट्रिटी सन्धि ऐनको दफा 9ले पनि कसरी ट्रिटी छ भने त्यसलाई नेपालको कानुन सरह मान्नुपर्छ भनेर भन्यो र यसले चाहिँ विभिन्न
आइसिसिपिआर, आइसिएससिआर, यिनीहरूमा जति पनि प्रोभिजन छ त्यही प्रोभिजनलाई नै इन्कर्पोरेट गरेर राइट टु फ्रिडम, राइट टु इक्वालिटी, प्रेस, पब्लिकेसन राइट, राइट रिगार्डिङ क्रिमिनल जस्टिस लगायतका जति पनि राइट छ के छ हाम्रो संविधानमा नै इन्कर्पोरेट गरेर सोही बमोजिम अन्य कानुनमा इन्कर्पोरेट गरेर चाहिँ हाम्रो नेसनल लेभलमा चाहिँ इम्प्लिमेन्ट गरेको मान्न सकिन्छ। र त्यसै 2007 को कन्स्टिट्युसनले पनि यी कुराहरूलाई चाहिँ इम्प्लिमेन्ट गरेको देखिन्छ। र यसले चाहिँ नेपालमा जति पनि इन्टरनेसनल कोभिनेन्ट भयो, ट्रिटी भयो, चार्टर भयो, त्यसको नेसनलको लमा इम्प्लिमेन्ट गर्न र त्यो लमा इन्कर्पोरेट गर्न र प्र्याक्टिसमा इम्प्लिमेन्ट गर्नको लागि चाहिँ मेनली तीनवटा एप्रोचमा रिप्रेजेन्टेसन, रिजर्भेसन र रिफर्मेसन भन्ने चाहिँ तीनटा पोइन्टमा चाहिँ यसले काम गरेको हुन्छ। यसले जति पनि डिस्क्रिमिनेसन ल छ त्यसलाई चाहिँ के छ एमेन्डमेन्ट गर्दै आएको छ र जसले डिस्क्रिमिनेसन एक्सक्लुजन गरेको छ त्यस्तालाई चाहिँ त्यसलाई सजायको रूपमा, जस्तै अब छुवाछुतहरू भयो भने त्यसलाई के भयो यसलाई हटाएको पनि विषय भयो र त्यसलाई पनिसमेन्टको रूपमा पनि कसैले त्यस्तो काम गर्यो भने पनिसमेन्टको रूपमा पनि अगाडि बढाएको देखिन्छ। र यसरी चाहिँ यसले चाहिँ र हरेक राज्यका हरेक निकायमा चाहिँ समावेशी सहभागिता हुनुपर्छ, प्रोपोर्सनल रिप्रेजेन्टेटिभ हुनुपर्छ भनेर जुन संविधानमा आएका जति पनि फन्डामेन्टल राइटका कुराहरू छन्, मार्जिनलाइज कम्युनिटी भयो, डिफ्रेन्ट माइनर कम्युनिटीहरू भयो र जुन अब विभिन्न तहमा विभिन्न कारणले गर्दा पछि परेका जति पनि क्षेत्र, वर्ग, समुदाय, जेन्डर छन् तिनीहरूलाई चाहिँ कसरी चाहिँ इक्वली पार्टिसिपेट गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले संविधानमा पनि त्यो व्यवस्था देखिन्छ। अब रिप्रेजेन्टेटिभको तर्फबाट रिप्रेजेन्टेसन, प्रोपोर्सनल रिप्रेजेन्टेसनको तर्फबाट संसदमा पनि त्यो रिप्रेजेन्टेसन भएको देख्न सकिन्छ। त्यस्तै विभिन्न राज्यका विभिन्न निकायहरू तह तब्कामा पनि ती कुराहरू राखेर, जस्तै अब गभर्मेन्ट जबदेखि लिएर विभिन्न स्कलरसिपदेखि लिएर हरेकमा चाहिँ एउटा कोटा सिस्टम पनि यसैको पार्टको रूपमा बुझ्न सकिन्छ। अब के र यसले चाहिँ त्यस्तो विषयमा ह्युमन राइट सम्बन्धी केही छ भने त्यसलाई प्रोपर कम्प्लेन अब हामीले त्यो विषय लिएर अब ह्युमन राइट कमिसन हुन्छ त्यहाँ गएर नि कम्प्लेन गर्न सकियो। कुनै ल भाइलेट हुने भयो भने हामीले नजिकको प्रहरीमा गएर कम्प्लेन गर्न सकियो। ती विषयहरू पनि त्यसैको एउटा इफेक्टको रूपमा देख्न सकिन्छ। र अब एउटा ल बनाउने कुरा भयो र अर्को ललाई चाहिँ क्लियरली रूपमा चाहिँ इम्प्लिमेन्ट गर्ने भन्ने कुरा चाहिँ अर्को रहेको छ। र यसमा चाहिँ इम्प्लिमेन्ट गरेर संविधानमा नै यो व्यवस्था भयो, त्यही संविधानमा व्यवस्था भइसकेपछि विभिन्न ऐन कानुनमा ती व्यवस्थाहरू राख्दै आइयो र त्यसमा चाहिँ के हुने भयो विभिन्न निकायहरूको रोल मध्ये एउटा चाहिँ जुडिसियरीको रोलको रूपमा चाहिँ जुडिसियल एक्टिभिजन मार्फत, पब्लिक इन्ट्रेस्ट लिटिगेसनको मार्फत र कुनै चाहिँ कसैको चाहिँ ह्युमन राइट हामीले के हुन्छ जुन रिट मार्फत जाने गरिन्छ, पब्लिक इन्ट्रेस्ट मार्फत गर्न सकिन्छ। त्यसमा के गरिन्छ बेला बेलामा चाहिँ जुन प्रोपर्टीको राइट वुमेनलाई चाहिँ इक्वल नहुँदा त्योमा चाहिँ कानुनको एमेन्डमेन्ट मार्फत, रिट मार्फत पनि चाहिँ कानुनहरू इस्टाब्लिस भएको, इन्भाइरोमेन्ट सम्बन्धी राइटको कुराहरू पनि रिट मार्फत गएको। अब हाम्रो अन्य कुनै र त्यसमा चाहिँ अल्टरनेटिभ रिमेडी छैन र अल्टरनेटिभ रिमेडी भए पनि इफेक्टिभ रिमेडी छैन भने त्यस्तो अवस्थामा यी कुराहरू लिएर जान सकियो। ह्युमन राइट भनेको नै फन्डामेन्टल राइट नै ह्युमन राइटको पार्ट भएको हुँदाखेरि त्यसलाई चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसन मार्फत, जुडिसियल एक्टिभिजन मार्फत चाहिँ यो अगाडि बढ्दै आएको छ। कति कुराहरू क्लियर छैनन् भने कोर्टको इन्टरप्रिटेसन मार्फत पनि ती कुराहरू क्लियर हुँदै आएको अवस्था छ। र त्यसपछि चाहिँ फेयर हियरिङ हुने, त्यसपछि क्रिमिनल के अरे फेयर ट्रायलको विषय कुरा, त्यसपछि कोही व्यक्तिको वा क्रिमिनल बिहेभियरलाई डिस्करेज गर्ने कुरा, त्यसपछि यी लगायतका कुराहरू पनि के छ कोर्टको रोलमा चाहिँ त्यसलाई फेयर हियरिङलाई चाहिँ अगाडि बढाउनलाई छ। र यसमा मुख्य भनेको चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसन र लोकस स्ट्यान्डिङ जुन हकदैया छ यसलाई चाहिँ भोलि कोही पनि व्यक्तिको ह्युमन राइट
फन्डामेन्टल राइट चाहिँ भाइलेट भयो भने चाहिँ व्यक्ति आउन सकेछन् र यसको हकदैया भनेको इफेक्टिभ जो सम्बन्धित निकाय छ यसको अलिक खुला छ। मानव तपाईँहरू बसिरहनु भएको छ, बसेको क्षेत्रमा चाहिँ कुनै किसिमले इन्भाइरोमेन्ट प्रोटेक्सन भएको छैन, इन्भाइरोमेन्ट हार्म हुने काम भएको छ र एज अ होल सबै कम्युनिटीमा भएको छ भने तपाईँ के हुनु पर्यो, कुनै पनि अदालतमा मुद्दा लिएर जानलाई तपाईँको हकदैया हुनुपर्छ, लोकस स्ट्यान्डी हुनुपर्छ। ल यस्तो पब्लिक इन्डिकेटमा सम्बन्धित जोसुकैको पनि हकदैया हुन्छ भनेर चाहिँ यसलाई चाहिँ लाज रूपमा चाहिँ राखिएको हुन्छ। र यसमा चाहिँ यो प्रकाशमणि शर्माको विषयमा चाहिँ त्यो एउटा ल्यान्डमार्क डिसिजनको रूपमा मान्न सकिन्छ। र त्यसपछि त्यस्तै राजु प्रसाद चापागाईको केसमा पनि बेबी फुडको न्युट्रिसनको रूपमा चाहिँ त्यसमा चाहिँ यसको चाहिँ ल्यान्डमार्क डिसिजन गर्न मान्न सकिन्छ। र अर्को दिलबहादुर विश्वकर्माको केसमा चाहिँ पहिला के थियो, डिस्क्रिमिनेसन भएर होस्टेलमा चाहिँ नन ब्राह्मण स्टुडेन्टलाई दिँदै नदिएको त्यस्तो अवस्थामा पनि त्यो एउटा ल्यान्डमार्क डिसिजन मान्न सकिन्छ। सुनिल बाबु पन्तको चाहिँ जुन ट्रान्सजेन्डर को रिकग्निसनको विषयमा चाहिँ सोसियल ओरिएन्टेसनको आधारमा कसैको लाई डिस्क्रिमिनेसन गर्नुहुन्न भन्ने कुरा त्यसमा आएको छ। र त्यसपछि मीरा ढुङ्गानाको केसमा महिलामाथि हुने जति पनि अन्याय त्यसपछि डिस्क्रिमिनेसन छ त्यो कुराहरूको विषयमा चाहिँ र त्यस्तै वैवाहिक बलात्कारको कुरा यी लगायतका कुराहरूमा चाहिँ त्यो केस चाहिँ ल्यान्डमार्क मान्न सकिन्छ। र त्यस्तै चाहिँ एजुकेसन ट्रेनिङ मार्फत पनि ह्युमन राइट प्रोटेक्सनको लागि, ह्युमन राइट अब्जेक्टिभको लागि चाहिँ अब सरकारले नेसनल हिसाबले काम गर्दै आएको देखिन्छ। र यसलाई चाहिँ विभिन्न यो शिक्षा सम्बन्धी ऐन, नियमावली, त्यसपछि स्कुल सम्बन्धी जति पनि प्लान छ, त्यसपछि यो टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ काउन्सिल एक्ट यी मार्फत पनि काम गर्दै आएको अवस्था छ। र नेपालको अब संविधानमा हेर्ने हो भने चाहिँ आर्टिकल 49(2) मा the state shall mobilize or cause to mobilize means and resources is required to implement the principal policies and obligations set from this part भन्न चाहिँ नेसनलले चाहिँ आफूसँग भएको जति पनि रिसोर्स छ, जति आवश्यक छ, सोही बमोजिमलाई चाहिँ मोबिलाइज गर्नुपर्छ। यहाँका जति पनि प्रिन्सिपल पोलिसी अब्लिगेसन छ त्यसलाई भनेर त्यो व्यवस्था गरेको छ। 15 पिरियडिक प्लान अफ नेपालले पनि त्यो सम्बन्धी चाहिँ व्यवस्था गरेको थियो, इकोनोमिक पर्सपेक्टिभ र सिभिक ह्याप्पिनेसलाई चाहिँ अगाडि बढाउनको लागि। र त्यस्तै चाहिँ नेसनल ह्युमन राइट एक्सन प्लान बनेर छ, त्यसले पनि यो सम्बन्धी काम गर्दै आएको छ। र विभिन्न समयमा चाहिँ कन्ट्री रिपोर्ट ग्लोबलले विभिन्न अघि हामीले छलफल गऱ्यौँ, कमिटीहरूले चाहिँ एउटा चाहिँ इन्ट्रा गभर्मेन्टल रूपमा जुन हेर्ने छलफल गर्ने त्यो बमोजिम पिरियडिक रिभ्यू गर्ने छ, त्यो मार्फत पनि काम गर्दै आएको अवस्था छ। सो यसरी चाहिँ नेसनल लेभलमा हाम्रो के भयो, एउटा संविधानमा व्यवस्था भयो। संविधानमा व्यवस्था भइसकेपछि त्यसलाई चाहिँ विभिन्न कानुनमा व्यवस्था गरियो। विभिन्न कानुन व्यवस्था भइसकेपछि सोही बमोजिम विभिन्न मेकानिजम, नेसनल इन्टरनेसनल मेकानिजम मार्फत चाहिँ यसरी चाहिँ हामीले ह्युमन राइट प्रोटेक्सनको डोमेस्टिक इम्प्लिमेन्टेसनको लागि काम हुँदै आएको छ।